अरू केही छ सरोज सर सरको के छ कन्फ्युजनहरुमा अलिकति हामी डिस्कसन गर्छौं अनि बल्ल त्यस पछाडि हामी आजको 4th डेको क्लासलाई कन्टिन्यू गराउँछौं है के छ त हाम्रो सर सरोज त्यस्तो सरको केही छैन अहिलेसम्म ठिकै छ ए ठीक छ ल भनेपछि ओभरअलमा कसैको पनि कन्फ्युजनहरु छैन अहिलेसम्म हैन सर आज म त्यो प्र्याक्टिस गर्छु हैन सर अनि त्यो हेयरपिन बेन्ड अनि प्रोफाइलमा केही समस्या आयो भने म भोलि पनि सोध्छु है त अब तपाईले क्वेशन गर्नु भएन जस्तो मैले अब एउटा तपाईलाई एउटा कन्डिसन के दिए भन्दाखेरि जस्तो हामीले सर्वे गर्दाखेरि टोटल स्टेसनबाट डाटा त ल्याएनौं तर के हुन्छ भन्दा कन्ट्र्याक्टरकोमा बसेर तपाईले काम गर्दै जानुभएको छ भने एउटा स्टेज सर्वे गर्दाखेरि तपाईले एउटा फर्मेसन लेभलको डाटा पनि ल्याउनु हुन्छ जस्तो अहिले त हामीले बाइ डिफल्ट फर्मेसन लेभल हामी आफूले डिजाइन गर्यौं नि हैन त्यो कटिङ फिलिङ ब्यालेन्स गर्नको लागि चाहिँ हामीले अब यसरी फर्मेसन लेभल लानुपर्छ भनेर डिफाइन गर्यौं अहिले डिजाइन गर्दाखेरि यदि तपाईले त्यति बेला त्यो फर्मेसन लेभलको डाटा पनि ल्याउनु भएको छ भने के गर्ने त्यति बेला त्यसलाई कसरी इन्कर्पोरेट गर्ने त डिजाइनमा त्यो फर्मेसन लेभल माइनस ग्राउन्ड लेभल गरेपछि त्यो कट फिल आउँछ हैन सर हैन कट फिलको कुरा त अहिले भएन हामीले डाटालाई चाहिँ इनपुट गर्नु पर्यो ए डाटालाई जस्तो यहाँ हेर्नुस् है त हजुर यो प्रोफाइल भयो हैन जस्तो यो प्रोफाइल भयो यो प्रोफाइलमा मैले भनेको थिएँ यो लाइन भनेको हाम्रो के हो ग्राउन्ड लेभल हो ग्राउन्ड लेभल ग्राउन्ड लेभल हो भनेपछि यो पहिलो लाइन भनेको हाम्रो फर्मेसन लेभल हो अब हामीले कटिङ फिलिङ को क्वान्टिटी निकाल्नको लागि त हामीलाई त एउटा इनक्लोज फर्मेसन लेभल त डिजाइन गर्नु पर्यो नि हैन जुन अनुसार चाहिँ हामीले यहाँ एउटा फर्मेसन लेभल एउटा कम्प्लिट फर्मेसन लेभल डिफाइन गरियो हो अब अहिले यो फर्मेसन लेभलको त एउटा रिक्वायर्ड एलिभेसन हुन्छ जस्तो मैले यहाँबाट पनि देखाएको थिएँ नि तपाईलाई यहाँको चाहिँ डिजाइन लेभल हैन ग्राउन्ड लेभल हेरियो भने त हाम्रो प्रत्येकको एलिभेसन त छ नि त्यसको सपोज यो ठाउँमा आएर हेर्नुहुन्छ भने चाहिँ यो पोइन्टमा हेर्नुहुन्छ भने लगभग 1290 1300 छ भने तपाईको 1290 भन्ने 1300 समथिङमा छ यो हैन र यो पोइन्टमा जानु भने एउटा सर्टेन 1300 भन्दा अलिकति कमको भ्यालु जस्तो 1200 1300 भनेपछि 1298 जति आउला रे ल भनेपछि यो पोइन्ट जस्तो प्रत्येक 20 मिटर 40 मिटर 60 मिटरमा त मेरो प्रत्येकको एलिभेसन छ नि त मेरो तर यही नै एलिभेसन यो फर्मेसन लेभलको यो डाटै नभइकन तपाईले के गर्नुभयो भन्दा जस्तो सपोज फिल्डमा गएर चाहिँ अब 20 मिटर नभइकन तपाईको 15 मिटरमा चाहिँ लगभग 1298 हैन अनि 30 मिटरमा गएर चाहिँ तपाईको 1290 भनेर यस्तै खालको एउटा डाटा ल्याउनु भयो भने भनेको यो त अब 12 को डाटा ल्याउनु हुन्छ नि त प्रोफाइल सेक्सनको त 12 को डाटा ल्याउनु हुन्छ भने त्यस्तो डाटालाई हामीले इन्कर्पोरेट गरेर डिजाइन गर्नु पर्यो भने के गर्ने कसैले भन्न सक्नुहुन्छ हुन्छ नि हैन त्यस्तो केस हुन्छ कि हुँदैन होला हुन्छ सर त्यस्तो केस सर फर्मेसन त कटिङ गरिसकेपछि मात्र त्यो ठाउँमा राख्न मिल्छ एलिभेसन निकाल्न मिल्छ नत्र त ग्राउन्ड लेभलमै राखिन्छ त्यही भएर फर्मेसन लेभल त अलिकति खै सम्भव छैन जस्तो लाग्छ मलाई हैन दुईटा केस हुन्छ जस्तो तपाईको कहिलेकाहीँ के हुन्छ भन्दा एउटा सर्टेन लेभलसम्मको काम गरिसकेको हुन्छ अनि बल्ल त्यस पछाडी चाहिँ तपाईले ल त्यसको चाहिँ क्वान्टिटी कति हो भनेर निकाल्नु पर्ने केस पनि आउन सक्छ हैन तपाईले एउटा ग्राउन्ड लेभलको केस पनि हुन्छ जस्तो त्यो भनेको चाहिँ हाम्रो ग्राउन्ड लेभल नै फर्मेसन लेभल भयो भन्नेको केस भयो तर मैले त्यो केस भनेको छैन मैले के भनेको छु भन्दाखेरि फर्मेसन लेभलको छुट्टै डाटा छ ग्राउन्ड लेभल त तपाईले एज इट इज बनाइसक्नु भएको छ भने त्यति बेला हामीले त्यसको डिजाइन डाटालाई चाहिँ हामीले यहाँ इनपुट गर्नु पर्यो भने हामीले कसरी गर्छौं कि सक्दैनौ गर्न सकिन्छ है सकिन्छ त्यति काम पनि बुझ्नु पर्यो अब यहाँ हेर्नुस् ल अहिलेसम्म मैले यहाँ डिजाइन गरेको यसको डाटा स्टोर कहाँ भएर बस्छ भने चाहिँ मैले जहिले पनि तपाईलाई हिजो पनि भनेको थिएँ डाटा इनपुट भित्र हुन्छ अब यो डाटा इनपुट भित्र बस्दाखेरि अब कहाँ हुन्छ त्यसको स्टोर जस्तो यो डाटा के हो प्रोफाइल हो प्रोफाइल भनेपछि प्रोफाइलमा चाहिँ तपाईको के दिन्छ भन्दाखेरि यो ग्राउन्ड लेभलको डाटा हुन्छ
अब अनि मैले यो फर्मेसन लेभल डिफाइन गरेको भ्यालु भनेको के हो भर्टिकल कर्भ डाटा भन्नेमा बस्छ बुझ्नुहुन्छ यो भर्टिकल कर्भ डाटा भन्नेमा बस्छ अब हेर्नुस् त मैले पो इनपुट गरेको केसमा हेर्नुस् त चेन्ज युनिफर्म छ छैन किन भन्दा मैले त र्यान्डमली मैले कुन जस्तो यो चेन्जमा चाहिँ मलाई अब ग्राउन्ड लेभल अलिकति अन्डिलेसन छ भने मैले यहाँ इन्सर्ट गर्छु अर्को यहाँ गर्छु भनेपछि एउटा युनिफर्म चेन्जमा त हुने भएन नि त तर तपाईले सर्वे गरेर ल्याउनु भएको डाटामा यदि युनिफर्म लेभलमा छ भने हामीले के गर्नु पर्यो पहिला सुरु यो फर्मेटमा हामीले डाटालाई बनाउनु पर्यो मिलाउनु पर्यो हैन जस्तो तपाईले लिएर आउनु भएको छ भने 0 20 40 60 80 भनेको छ भने चाहिँ तपाईले के गर्नु पर्यो यो फर्मेटमा चेन्ज रिड्युस्ड लेभल र एलओसी भने के हो भन्नुस् त यो एलओसी भने लेफ्ट अफ कि सेन्टर लाइन हैन लेन्थ अफ कर्भ हो यो लेन्थ अफ कर्भको लेन्थ चाहिँ कति हो भनेर भनेको भनेपछि यो लेन्थ अफ कर्भ त तपाईले इनपुट दिनु पर्यो नि जस्तो कुन ठाउँमा कति लेन्थ अफ कर्भ दिने भन्ने यो भ्यालु तपाईले दिनु भयो भने चाहिँ यो भ्यालु त तपाईको मेजरमेन्ट गरेर ल्याउन सकिहाल्नु भयो चेन्जेस भनेको कति चेन्जेसमा कति रिड्युस लेभल हो त भन्ने कुराहरु यो डाटा ल्याइयो भने अब हामीले के गर्छौं इम्पोर्ट भन्ने अप्सन पनि युज गर्न सक्छौं अब यो इम्पोर्ट भन्ने अप्सनमा युज गरेर तपाईको नयाँ भ्यालुलाई इम्पोर्ट गर्नुभयो भने के हुन्छ अब यहाँ तपाईको नयाँ भर्टिकल कर्भ डाटा के हुन्छ इन्सर्ट हुन्छ जबकि तपाईको यो अहिले मैले डिफाइन गरेको यो फर्मेसन लेभल चाहिँ नभइकन एउटा सर्टेन अर्को जुन ठाउँको एलिभेसन जति छ त्यही नै तपाईको के हुन्छ फर्मेसन लेभल इन्सर्ट हुन्छ बुझ्नु भयो तपाईले प्र्याक्टिसको लागि अब के पनि गर्न सक्नुहुन्छ भन्दाखेरि जस्तो तपाईसँग डाटा छैन अब यही डाटामा बसेर चाहिँ तपाईले भर्टिकल कर्भ डाटालाई चाहिँ इन्सर्ट गर्नु पर्यो भने तपाईले अब असाइनमेन्ट गर्नुस् है यो के गर्नुस् भन्दा टुल्समा डाटा इनपुटमा गएर भर्टिकल कर्भ डाटामा जानुहोस् र यो डाटालाई के गर्नुस् एक्सपोर्ट गर्नुस् डेस्कटप डट ट्रेनिङ डाटामा गएर मैले भर्टिकल कर्भ डाटा भने है त भर्टिकल कर्भ डाटा भन्ने मैले ल हेर्नुस् अब मैले त्यो सेभ गरे नि हैन अब यति पछाडी अब मैले यो डाटालाई तपाईले सुरु त डिलिट गर्नु पर्यो नि किन मेरो यही फर्मेटको डाटा यही अनुसार त हुन्छ भन्ने छैन नि त सर्वे गरेर ल्याउँदा त जति पनि हुन सक्छ तर अहिले चाहिँ मैले यही डाटालाई चाहिँ मैले के गरेको छु एक्सपोर्ट गरेको छु भने अब यो फर्मेसन लेभललाई के गर्नु पर्यो अहिले इन्सर्ट गरिसकेको फर्मेसन लेभललाई रिमुभ गर्नु पर्यो किन यसैमा नयाँ फर्मेसन लेभल त ओभरल्यापिङ हुँदैन नि त यो डाटालाई चाहिँ डिलिट गर्नु पर्यो र त्यसपछि डाटा इनपुटमा गएर चाहिँ भर्टिकल कर्भ डाटामै गएर अब हामीले के गर्नु पर्यो फेरि इम्पोर्ट फ्रम सीएसवी हैन यदि एक्टिभ एक्सेल हो भने एक्टिभ एक्सेलमा जानु पर्यो र त्यसपछि के गर्नु पर्यो यसलाई इन्सर्ट गर्नु पर्यो अब यो काम चाहिँ तपाईले गर्नु पर्यो है यो मैले अब डिलिट कसरी गर्ने भन्ने कुराहरु मैले तपाईलाई अलाइनमेन्टको डाटामा सिकाइसकेको छु त्यहाँबाट तपाईले यति काम गर्नुभयो भने तपाईको रियल फिल्डमा जस्तो डाटा छ त्यो डाटा अनुसार पनि हामीले फर्मेसन लेभल के गर्न सकिन्छ डिजाइन गर्न सकिन्छ जस्तो मैले किन भनिरहेको छु भन्दा जस्तो तपाईको फर्मेसन लेभलदेखि ग्राउन्ड लेभलसँग कति कटिङ गरियो त भन्ने कटिङ र फिलिङ पनि त आउँछ नि त तपाईको त्यसमा त जस्तो स्टेजमा चाहिँ तपाईको कतिसम्म जतिसम्म काम गर्यो त्यतिसम्मको कस्ट त क्लाइन्टले त दिनुपर्ने हुन्छ नि त त्यो भएर त्यो काम पनि गर्नु पर्यो भने यहाँबाट निकाल्न सकिन्छ भनेको बुझ्यो त यो काम तपाईले मलाई भोलि कसरी गर्नुहुन्छ त्यो कुरा चाहिँ मलाई देखाउनु पर्यो है तपाईहरुले ल अब यतिसम्म गरेको पार्टमा अब कसैलाई पनि कन्फ्युजन नहोला है त अब यति पछि हामी अब मेन भनेको अब जस्तो अलाइनमेन्ट ड्रा गरिसके पछाडीको सेकेन्ड इम्पोर्टेन्ट पार्ट भनेको अब क्रस सेक्सन हो क्रस सेक्सनमा बसेर हामीले के काम गर्लाउँ त क्रस सेक्सनमा बसेर हामीले के कुराहरु राख्छौं के कुराहरु गर्छौं कसैलाई थाहा छ अलिकति केही कुरा थाहा छ हामीले चाहिँ क्यामर विड्थहरु के रे त्यो थिकनेस अफ पेभमेन्ट अनि साइडमा चाहिँ त्यो स्ट्रक्चरहरु डिजाइन गर्छौं
अब हामीले सिम्पली यहीँबाट पनि थाहा हुन्छ भन्दाखेरि एउटा त स्ट्रक्चरको कुराहरू भयो। स्ट्रक्चरको कुराहरू भनेको एउटा क्रस ड्रेन स्ट्रक्चर, ड्रेन हैन, रिटेनिङ वाल, ब्रेस्ट वालहरू भयो, अनि अर्को फुटपाथ, जति पनि कर्ब स्टोनहरू भयो, जति पनि स्ट्रक्चर्सहरू आउँछ त्यो सबै स्ट्रक्चर्सहरू हामीले के गर्छौँ क्रस सेक्सनमा इनपुट गर्छौँ। अब मैले फेरि अस्ति पनि भनिसकेँ, हिजो पनि भनेको थिएँ, यो पार्टलाई अलिकति भिजुलाइजेसन गर्ने हो भने यो -3% 3% भनेको क्याम्बर भयो। त्यो क्याम्बर भनेको हामीले सुरुमा डाटा इनपुटको डिजाइन प्यारामिटरमा जति भ्यालु दिएको थियौँ नि त्यो भ्यालु नै यो क्याम्बर हो। त्यसपछि यो पोइन्टदेखि यो पोइन्टसम्म के हो भन्नुहोस् त, क्यारिज वे भनेको होइन। अब यो क्यारिज वे कति छ भन्ने कुरा मैले कसरी थाहा पाउनु त, मेजर गर्नु, एक्ज्याक्टली मेजर गर्नु पर्यो है। नभए हामीले उतापट्टि क्यारिज वे कति राखेको थियौँ 3.75 छ। 3.75 राखेको छ भने त्यो छ कि छैन भनेर मेजर गर्नु पर्यो। कसरी गर्ने, तपाईँले क्रस सेक्सनमा बसेर चाहिँ यो माथिको मेजर टुल्समा गएर चाहिँ मेजर गर्न पाइँदैन है। यो भनेको तपाईँको प्लान अप्सनको लागि मात्रै हुन्छ। जस्तो मैले यहाँ क्लिक गरेँ भने ल हेर्नुहोस् त, यहाँबाटदेखि यहाँसम्मको डिस्टेन्समा मेजर आयो त आएन, भनेपछि यहाँबाट पाइँदैन। भनेपछि अब हामी यतापट्टिको टुल्स भन्ने अप्सनमा गयो भने यहाँ डिस्टेन्स भन्ने अप्सन छ, देख्नु भएको छ। यो डिस्टेन्समा मैले क्लिक गरेँ भने अब हेर्नुहोस् पेन्सिल जस्तो कमान्ड आएको छ। अब मैले यसलाई र यहाँ मैले क्लिक गरेँ भने कति छ त डिस्टेन्स 3.75। यहाँबाट पनि हामीले कुनै पनि प्यारामिटरको डिस्टेन्स चेक गर्नु पर्यो, डिस्टेन्स मेजरमेन्ट गर्नु पर्यो भने यता टुल्समा गएर डिस्टेन्समा गएर हामीले के गर्छौँ कुनै पनि क्रस सेक्सनमा बसेर त्यसको डिस्टेन्स मेजरमेन्ट गर्न सक्छौँ। भनेको माथिको टुल्सको डिस्टेन्स भनेको केमा भयो, प्लानमा छ, प्लानमा भयो। भनेपछि क्रस सेक्सनमा गएर कुनै पनि डिस्टेन्स मेजरमेन्ट गर्नु पर्यो भने हामी डिस्टेन्स भन्ने अप्सनमा जान्छौँ। त्यो कहाँ छ, टुल्स भित्र छ। अब यति गरिसके पछाडि जस्तो अब मैले के गर्नु पर्यो भन्दाखेरि यसको क्रस सेक्सन हेर्नु पर्यो, इन्डिभिजुअल क्रस सेक्सन हेर्दै जानु पर्यो। अहिले मैले कुन क्रस सेक्सनमा छु भन्दा जस्तो माथिको लेभलमा हेर्नुहुन्छ भने चेनेज छ, एक्जिस्टिङ लेभल छ, फर्मेसन लेभल छ, डिजाइन लेभल छ र सोइल टाइपमा चाहिँ ब्ल्याङ्क छ हो। सोइल टाइपमा ब्ल्याङ्क छ भनेपछि अब हेर्नुहोस् यहाँ यो मैले चेनेज देखाउने भनेको कति चेनेजको हो त, कुन चेनेजको क्रस सेक्सन हो भन्दाखेरि मैले अब यहाँबाट हेरेर थाहा पाउन सक्दिनँ नि त। जस्तो यहाँ भनेको 920 मिटरको चेनेजको क्रस सेक्सन रहेछ यो हो। यसको एक्जिस्टिङ लेभल कति रहेछ 1290.705 रहेछ। फर्मेसन लेभल कहाँ छ भन्दाखेरि यो लेभल हो नि त, फर्मेसन लेभल भनेको त यो पहिलो लाइन हो नि त हैन। यो फर्मेसन लेभलको एलिभेसन यति रहेछ भनेपछि अब डिजाइन लेभल भनेको के होला, डिजाइन लेभल भनेको के होला भन्नुस् त, जहाँबाट गाडी हो पेमेन्ट्स एउटा क्लियर जस्तो वेयरिङ कोर्स हुन्छ नि। तपाईले यहाँबाट पेमेन्ट हाल्नु भने सब बेस वेयरिङ कोर्स भनेको माथिको टप लेयर नै के हो, जुन हाम्रो फाइनल डिजाइन लेभल के फिनिश लेभल, त्यो भनेको हाम्रो के भयो डिजाइन लेभल भयो। भनेपछि अहिले हेर्नुहोस् अहिले हाम्रो फर्मेसन लेभल र डिजाइन लेभल एउटै छ। किन हामीले एउटै भएको, वेयरिङ कोर्स प्रोभाइड नगरेको हो। हामीले पेमेन्ट नै डिफाइन गरिसकेको छैनौँ। त्यो भएको भएर हाम्रो यो फर्मेसन लेभल र डिजाइन लेभल के आएको हो, एउटै आएको हो। बुझिन्छ त्यसमा ल। अब हामी यति पछाडि सोइल टाइप डिफाइन गर्छौँ है। अब जस्तो त्योभन्दा तल हेर्नुहोस् यहाँ फिल एरिया छ तपाईँको। अब फिल एरिया यहाँबाट कति रहेछ भन्दाखेरि यो फिल एरिया भनेको एरिया भन्ने बित्तिकै मिटर स्क्वायरमा हुन्छ है। यो हामीलाई एरिया चाहिँ क्युबिक मिटर भन्छौँ नि, तर यो एरिया भनेको यो एरिया यदि भोल्युम हो भने मिटर, जुन भोल्युम भनेको हामीले लास्टमा रिपोर्ट निकाल्दाखेरि त्यहाँ ओभरअल कटिङ भोल्युम हैन, फिलिङ भोल्युम, ड्रेन कटआउट, स्ट्रक्चर कटआउट भनेको जति पनि डिफ्रेन्ट फर्म्स अफ वर्कहरू छन् त्यो वर्कको हाम्रो छुट्टा छुट्टै भोल्युमहरू पनि निकाल्न सकिन्छ। अहिलेलाई चाहिँ हाम्रो यहाँ एरिया आएको छ
अब एरियालाई लेन्थ भोल्युम निकाल्ने भनेको यो एरिया इन्टु यसको लेन्थले मल्टिप्लाई गर्ने होइन त, त्यहाँबाट पनि गर्न सक्यो, तर हामीलाई त्यो गरिरहनु पर्दैन, सफ्टवेयरले आफै जेनेरेट गरिदिन्छ। अनि अब यो कलरले पनि हामीले कुन कटिङ कुन फिलिङ हो भन्ने कुरालाई हेर्न सकिन्छ। अहिले यो ग्रीन कलरको लाइन छ नि हरियो, यो भनेको हाम्रो के हुन्छ भन्दा फिलिङ हुन्छ। यदि रातो छ भने चाहिँ रातो कलरले इन्क्लोज गरेको छ भने त्यो के हुन्छ, एरिया अफ कटिङ हुन्छ। अब अहिले यो फिल भन्ने बित्तिकै यहाँ फिल एरिया छ, कट एरिया छ, रातो कतै आएको छ छैन भनेपछि अहिले नेक्स्ट गऱ्यो भने ल हेर्नुहोस् अब ऊ यो ठाउँमा छ, यो ठाउँमा हेर्नुहोस् त लगभग रातो जस्तो आएको भने यो कटिङ भयो यो सेक्सनमा, र यहाँदेखि मेरो के भयो फिलिङ हो भनेपछि यहाँ दुइटै हुनुपर्छ। हेर्नुहोस् यहाँ फिल एरिया र कट एरिया दुइटै छ। अनि स्ट्रक्चर कट एरिया भनेको हामीले स्ट्रक्चर राख्नको लागि हामीले कति एरिया कटिङ गर्नुपर्ने हो भन्ने कुराहरू यसले दिन्छ। तर मैले यहाँ स्ट्रक्चर राखेको छु छैन भनेपछि स्ट्रक्चर नराखेको भएर यसले 0 दिएको हो। यदि मैले यहाँ स्ट्रक्चर राख्नको लागि कुनै पनि एउटा कटिङ गर्नुपर्छ भने त्यति बेला के आउँछ, यहाँ स्ट्रक्चर कट एरिया हुने भयो। अनि ब्याक फिलिङ एरिया भने के होला, त्यो स्ट्रक्चरलाई जुन कुनै फिल गरिन्छ नि सर, त्यो माटो साटोले या कट गरियो कट गरिसकेपछि त्यसलाई एउटा फिलिङ गर्नुपर्छ नि, कट गरिसकेपछि त्यतिकै छोड्दैनौ नि त। तपाईँले स्ट्रक्चर 1 मिटरको छ भने तपाईँले 1 मिटर नै खन्नुहुन्छ। मान्छे त्यहाँ जान एउटा वर्केबल स्पेसको लागि तपाईँले के गरिन्छ, त्यहाँ कति खालिन्छ, इजिली वर्केबल होस् भनेर त्यो अलिक धेरै नै अलिकति बढी खन्छ हो। अब बढी खनिसकेपछि भनेको त त्यसलाई त अब स्ट्रक्चर त जति खनेको छ सबै पार्टमा त बस्दैन नि त हैन। भनेपछि त्यसलाई अब जति हामीले ब्याक फिलिङ गर्छौँ हैन, जस्तो त्यसलाई चाहिँ एउटा जस्तो हामीले चाहिँ जति कटिङ गरेको छ त्यतिमा चाहिँ जति त्यो स्ट्रक्चर छ त्योभन्दा बाहेकको पार्टमा त हामीले त त्यसलाई के गर्छौँ, फिलिङ गर्छौँ नि त। हो त्यसलाई हामीले के भन्छौँ, ब्याक फिल एरिया भनेपछि यो पनि स्ट्रक्चर नभइकन त नआउने रहेछ है। अब ड्रेन कट एरिया भनेको त सिम्पली बुझ्नु भएकै छ, ड्रेन राख्यो भने चाहिँ कति कट गरियो त्यसैको एरिया भयो भनेपछि अब यो पार्टमा पनि कन्फ्युजन छैन है, यहाँ पनि छैन, यहाँ पनि छैन। यहाँको डिफ्रेन्ट फर्म्स अफ ड्रइङमा कुन के हो भन्ने कुराहरूमा पनि कन्फ्युजन छैन। अब यहाँ यता हेर्नु छ भने जस्तो प्रिभियस नेक्स्ट भन्नुहुन्छ भने एउटा क्रस सेक्सनबाट अर्को क्रस सेक्सनमा जानको लागि हामीले यहाँ के गर्छौँ, प्रिभियस नेक्स्ट भन्ने अप्सन युज गर्छौँ। अनि अर्को फर्स्ट र लास्ट भनेको चाहिँ जस्तो कहिलेकाहीँ हामीलाई जस्तो अहिले मैले 940 मै गएँ, अब मलाई डाइरेक्ट चाहिँ फर्स्ट चेन्जमा जानु पर्यो भने के गरिन्छ, 0 मा गयो भनेपछि त्यति भइसकेपछि अब मेरो के 0 चेन्ज हो। लास्ट भन्ने भने लास्टको चेन्ज जति छ त्यतिको क्रस सेक्सन के गरिदियो, डिस्प्ले गरिदियो। अब यो एडिट भन्ने अप्सन चाहिँ कसरी गर्न सकिन्छ भन्दाखेरि जस्तो तपाईँले कुनै पनि ठाउँमा सर्वे गरेर ल्याउनु भयो, तर के भयो कुनै एउटा स्पेसिफिक चेन्जको डाटा छुट्यो या तपाईँको कहिलेकाहीँ ग्राउन्ड अन्डुलेसन चाहिँ एकदमै एक्सिडेन्ट एकदमै धेरै भयो भने त्यति बेला हामीले के गर्छौँ, त्यसको क्रस सेक्सन लाई पनि हामीले के गर्न सकिन्छ, एडिट भन्ने अप्सन युज गर्न सकिन्छ। जुन एडिट अप्सनले हामीले के गर्छौँ, यो ग्राउन्ड लेभलको चाहिँ पोजिसनहरू चेन्ज गर्न सकिन्छ। जस्तो खालको रियल फिल्डमा हुन्छ त्यस्तो खालको ग्राउन्ड डाटालाई हामीले चेन्ज गर्नु पर्यो भने हामी यहाँ एडिट भन्ने अप्सनमा गएर चाहिँ के गर्न सकिन्छ, चेन्ज गर्न सकिन्छ। जस्तो अब मैले यहाँ हेर्नुहोस् त, अहिले मैले जुन एडिट भन्ने अप्सन गरेँ त्यो कुन चेन्जको गरेँ भन्दाखेरि 1295 लास्ट यति बेला हामीले के गर्नु पर्यो, यहाँ हेर्नुहोस् त यो बिएसडिवाई भनेको कुन फर्ममा होला यो भ्यालु, कुन फर्ममा होला कसैले भन्न सक्नुहुन्छ? जस्तो यहाँको भ्यालु जुन डिएक्स र डिवाईको भ्यालु छ नि, यो जस्तो यो लेफ्ट साइडमा हेर्नुहुन्छ भने यो यतापट्टिको लेफ्ट साइड हो, यो राइट साइडमा हेरिन्छ भने यतापट्टिको राइट साइड हो। किन, यो त सेन्टर लाइन हो नि त, यो सेन्टर पोइन्टबाट कि त लेफ्ट कि त राइट भन्ने हो। लेफ्टमा यति डाटा रहेछ, राइटमा यति डाटा रहेछ। यदि तपाईँको जस्तो अघि हाम्रो हिजो 660 कि 680 मा चाहिँ चेन इज आउट अफ मेस भनेको थियो नि, त्यसमा हाम्रो राइटपट्टि डाटा थिएन है,
याद गर्नुभएको थियो? हजुर 680 र त्यति बेला राइटपट्टि डाटा थिएन, यति सर्टेन लेभलसम्म मात्रै डाटा थियो भनेपछि यदि त्यति बेला चाहिँ हामीले यो एडिट भन्ने अप्सनमा हेरिएको भए यहाँ सर्टेन एउटा लेन्थसम्म मात्रै डाटा आउँथ्यो र त्योभन्दा बाँकी भनेको हाम्रो ब्ल्याङ्क हुन्थ्यो है। ब्ल्याङ्क हुन्थ्यो भनेपछि त्यति बेला चाहिँ अब त्यस्तो खालको डाटालाई हामीले एडिट गर्नु पर्यो भने र त्यसलाई चाहिँ मिलाउनु पर्यो भने हामी कहाँ जानुपर्ने रहेछ? यही एडिट भन्ने अप्सनमा गएर यो डाटालाई हामीले एड गर्नु पर्यो। अब हामीले यो डाटालाई हामीले एड गर्दाखेरि कसरी चेन्ज गर्ने भन्दाखेरि यो भनेको तपाईँको स्टेपिङ मेथडमा बस्छ। यो स्टेपिङ मेथडको डाटा है यो, जस्तो डिएक्स र डिवाई भन्ने बित्तिकै मैले तपाईँलाई क्रस सेक्सनमा चाहिँ अफसेट मेथड र स्टेपिङ मेथड भनेको थिएँ नि मैले हैन। जस्तो हेर्नुहोस् अहिले मैले यहाँ यो पोइन्टमा क्लिक गरेको छ भने, जस्तो यो पोइन्टमा क्लिक गरेको छ भने यो पोइन्टको भ्यालु कहाँ हो? यहाँ रातो छ हेर्नुहोस्, यो पोइन्ट हो भनेपछि यो पोइन्ट हेर्नुहोस् डिएक्स जाँदाखेरि कति छ? 5.821 हो र डिवाई कति छ? 1.526। लेफ्टमा तपाईँको लेफ्टमा के हुन्छ भन्दाखेरि तपाईँको हेर्नुहोस् यहाँ डिएक्स 5.8 जाँदाखेरि भनेको यो पोइन्टबाट यहाँसम्म जाँदाखेरि यो लेन्थ कति हो? यहाँदेखि यहाँसम्म यसलाई तपाईँले ड्रप तल गर्नुभयो भने यो पोइन्ट यो 5 भन्दा छ नि यो, यसमा चाहिँ तपाईँको लेफ्टमा माइनस हालिरहनु पर्दैन है। यो बुझ्नुभयो? यसमा माइनस हालिरहनु पर्दैन, किन? लेफ्ट भनेको अलरेडी यो नेगेटिभ हो भन्ने बुझिन्छ, यो नेगेटिभ हो भन्ने बुझिन्छ हैन। अनि यो नेगेटिभ भनेको तपाईँको यहाँको एउटा डायग्रामले पनि एउटा ग्रिडले पनि डिफाइन गरेको छ हेर्नुहोस्, लेफ्टतिर माइनस रहेछ, राइटतिर प्लस रहेछ। त्यो भएकोबाट पनि हामीले यहाँ माइनस भनेर दिइरहनु पर्दैन है। बुझ्नुभयो? यहाँ माइनस भनेर दिइरहनु पर्दैन भनेपछि यो पोइन्टदेखि यो पोइन्टसम्म -5 र अब यो पोइन्टदेखि मलाई यो पोइन्ट पनि चाहियो नि त हैन। यो पोइन्ट चाहिँ कति रहेछ? 1.526। दुईटा पोइन्ट मैले दिएँ भने के भयो? यो 0 देखि यो रातो लेभलसम्मको ग्राउन्ड डाटा के भयो? आयो। अब यसै गरी हेर्नुहोस्, अब अर्कोमा हेर्नुहुन्छ भने अघि यो पोइन्ट थियो, अब यो पोइन्ट भयो भनेपछि फेरि ओरिजिनबाट जाँदैन है, यो ओरिजिनबाट जाँदैन, यही पोइन्टमा एड हुने हो। जस्तो अब 0.991 हो भने अब यो अघि यो पोइन्ट थियो भने यो पोइन्टदेखि यहाँ पोइन्टसम्म कति? 0.991 हो नि त हैन। भनेको अगाडिको पोइन्टबाट जान्छ। जस्तो म तपाईँलाई फेरि एकपल्ट बुझाउँछु, यो अलिकति बुझ्नु भएन होला यहाँबाट। जस्तो मैले पक्नु थियो त, त्यसलाई मैले क्लोज गरेँ। जस्तो मैले फेरि एउटा स्क्रिन सेयर गर्छु यहाँ। जस्तो यहाँ हेर्नुहोस् है त, अब हेर्नुहोस् यहाँ डिएक्स अलिकति यो यहाँ हेर्नुहोस्, यो डिएक्स डिवाई भयो हो। अब यहाँ अब मैले यहाँ डाटै छैन भने अहिले तपाईँलाई बुझाउनको लागि चाहिँ अब मैले डाटा छैन, मैले यसमा एडिट भन्ने अप्सन युज गरेर चाहिँ डिएक्स र डिवाईको भ्यालु मैले दिँदैछु भने जस्तो अब मलाई के गर्नु पर्यो? मेरो ग्राउन्ड यस्तो चाहिँ हेर्नुहोस्, फिल्डमा मेरो ग्राउन्ड यस्तो छ, यस्तो छ र यस्तो छ है। हेर्नुहोस् यहाँ यो फिल्डमा यस्तो छ, यो फिल्डमा यस्तो छ है। यो बुझिरहनु भएको छ? हजुर सर। फिल्डमा मेरो यस्तो छ भनेपछि अब मैले स्टेपिङ मेथड एडप्ट गरेर एउटा यहाँको डाटा, एउटा यहाँको डाटा र एउटा यहाँको डाटा लिएँ र यहाँको र यहाँको भनेपछि मेरो के हो? 3टा डाटा हो। लेफ्टमा 3टा, यसलाई चाहिँ के अरे? स्टेपिङ मेथड बनाएँ भनेपछि अब यो पोइन्टलाई यो पोइन्टदेखि यो पोइन्टसम्म सपोज मैले डिएक्स भने कति भने यो लेफ्ट हो, यो लेफ्ट, यो लेफ्ट भयो। यो लेफ्टमा यो पोइन्टदेखि यो पोइन्टसम्म त अल्टी नेगेटिभ नै भ्यालु हो भने मैले यसलाई के भने, किन यतापट्टि नेगेटिभ नै भ्यालु असाइन हुने भएकोले गर्दा हामीले माइनस राख्नु पर्दैन भनेको थिएँ। यहाँदेखि यहाँसम्म मैले सपोज 2 मिटर भने ल हो, यहाँदेखि यहाँसम्म 2 मिटर भने हैन।
र त्यसपछि डिवाई कति त यो पोइन्टदेखि माथि जाने हो भने पनि ल मैले 1 मिटर भने ल हो। अब यो एक्स र वाई दिए भने मेरो यो पोइन्ट त फिक्स भयो नि त अब हैन। अब फेरि मलाई यो पोइन्टमा जानु पर्यो। अब म यो पोइन्टमा जानु पर्यो भने अब यो पोइन्ट पर अब कहाँ यहाँदेखि आउने होइन के यो बुझ्दै हुन्छ नि। यो ओरिजिनदेखि होइन, यो पोइन्टबाट अब यो पोइन्ट हो भने फेरि यसैको माथि कि तल। यदि माथि हो भने पोजिटिभ डिवाई हैन, तल हो भने नेगेटिभ डिवाई भनेपछि अब म यहाँबाट यसरी गएँ भने त यसको होरिजन्टल यहाँ आयो, फेरि माथि गयो भने त यो पोजिटिभ नै भयो नि त। तर यदि तपाईँको ग्राउन्ड लेभल चाहिँ यता माथि गएर फेरि यसरी झरेको छ भने तपाईँले यो पोइन्ट दिनुभएको छ, यो पोइन्टसम्मको डिएक्स डिवाई आयो। अब तपाईँलाई यो पोइन्टको डिएक्स डिवाई दिनु पर्यो भने त्यति बेला के हुन्छ, एक्स यता गयो वाई यता गयो भने एक्स पनि नेगेटिभ हो, वाई पनि के भयो नेगेटिभ। एक्स नेगेटिभलाई स्पेसिफाई गर्नु परेन, तर वाई नेगेटिभलाई चाहिँ हामीले के स्पेसिफाई गर्नु पर्यो। बुझ्दै हुन्छ भनेको। भनेपछि यो पोइन्टबाट फेरि मैले यो पोइन्ट नेगेटिभ नै हो दिनु परेन, मैले 0.5 भने 0.5 दिएँ भनेपछि अब यो पोइन्टबाट अब यो पोइन्टमा जानको लागि त फेरि त वाई जानु पर्यो नि त। वाई चाहिँ मैले ल 1 मिटरै भन्यो भने मैले यसरी के गर्न सक्छु, डिएक्स र डिवाईको भ्यालुलाई चाहिँ चेन्जिङ गर्न सक्छु। बुझ्नुभयो? हजुर। मैले अब यहाँ पनि मैले के गर्ने हो त्यही नै हो भनेको। जस्तो अब यहाँबाट यति आयो हैन, अब यो पोइन्टबाट अब यतापट्टिको एउटा कुनै इन्टरसेक्सन पोइन्ट छ भने यसकै डिएक्स र डिवाई हो 0.991 गयो माथि गयो पोजिटिभ आयो भनेपछि यो सबै भ्यालु पोजिटिभ छ। अब अलिकति नेगेटिभ भ्यालुलाई हेरौँ है त ल। किन भन्दाखेरि यो एउटा लेभलबाट त सबै माथि 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 छ नि त हैन त। जस्तो तपाईँले एउटा यो लेभललाई एउटा हेर्नुहुन्छ भने सबै माथि चाहिँ यदि तल आएको भए नेगेटिभ हुन्थ्यो, तर माथि भएकोबाट के भयो सबै पोजिटिभ भयो। अब यसलाई हेर्नुहुन्छ भने जस्तो 4.335 भनी छ, यहाँदेखि यहाँसम्मको पोजिटिभ नै हो 4.335 यहाँ आयो। अनि डिवाई कति भयो -1.306 भनेको छ। यदि +1 भएको भए मेरो ग्राउन्ड लेभल कस्तो हुन्थ्यो, माथि हुन्थ्यो। माथि हुन्थ्यो। यसरी नहेर्न डाटा माथि भएर भनेपछि अब कस्तो खालको ग्राउन्ड लेभल छ त्यो अनुसारको हामीले डाटा हाल्न सकिन्छ। जस्तो यहाँ नेगेटिभ भयो, यो पोइन्टबाट तल गयो यहाँ आयो भनेपछि अब फेरि अर्को पोइन्ट भ्यालु यसले कस्तो गर्दा सो पनि गरिदिन्छ क्या तपाईँको पोइन्टले चाहिँ कुन ठाउँमा तपाईँको पोइन्ट हो त। जस्तो अहिलेको 4.33 यहाँ थियो हैन, अब यहाँबाट डिएक्स भनेको 0.397 यतातिर एड भयो र डिवाई भनेको नेगेटिभ भनेको फेरि अझै के गयो तल गयो भनेपछि यो पोइन्ट लोकेट भयो। भनेपछि यसरी चाहिँ हामीले के गर्न सकिन्छ, पोइन्टहरूलाई भिजुअलाइजेसन पनि गर्न सकिन्छ। यदि हामीले नयाँ थप्नु पर्यो, जस्तो ल मैले के गरेँ भन्दाखेरि यसलाई अलिकति म चेन्जेस गर्छु है। किन भन्दाखेरि भन्नेसम्म अब यहाँ गरेर देखाउँछु। त्यसको लागि मैले के गर्छु भन्दा यो डाटालाई डिलिट गर्छु। ल डिलिट गरेँ, हेर्नुहोस् त यहाँ यो भ्यालुसम्म मात्र आयो। अब यो भ्यालुबाट मलाई यहाँबाट मेरो ग्राउन्ड लेभल यस्तो गएको छ भने मलाई एड गर्नु पर्यो भने मैले के गर्छु, अब यहाँ यो 5.843 बाट 0.5 मिटर उता गयो यता गयो हैन, र त्यसपछि यो पोइन्ट यहाँ आयो होला सपोज 0.5 र त्यसपछि फेरि मेरो माथि छ भने यहाँ 1 मिटर ल 1.5 भने र मैले यसलाई इन्टर गरेँ भने के भयो हेर्नुहोस् त यहाँ ग्राउन्ड यसरी गयो भनेपछि अब फेरि अब हेर्नुहोस् यो पोइन्ट हुँदैन, अब यही पोइन्ट हुन्छ यसको ओरिजिन। अब यो पोइन्टबाट फेरि मैले यता के गरेँ 4 मिटर भने ल र डिवाई के भने 0.58 भने ल भने मैले इन्टर गरेँ भने के भयो हेर्नुहोस् यहाँ थपियो यसरी। यसरी हामीले यदि पुगेको छैन भने पनि हामीले ग्राउन्ड डाटा हामीले यसरी पनि के गर्न सकिन्छ, एड गर्न सकिन्छ। बुझ्दै हुन्छ ल। यदि भइसकेपछि अब तपाईँको लेफ्ट साइड र राइट साइडमा चाहिँ कुनै पनि डाटाहरू एडिट गर्नु पर्यो भने पनि गर्न सकिन्छ है। अब ल मैले सेभ चाहिँ गरिनँ है। अब एडिट भन्ने पनि बुझियो। शिफ्ट सेन्टर लाइन भनेको के होला त? शिफ्ट सेन्टर लाइन भनेको
सेन्टरबाट जुन छ सिएलबाट अलिकति सेन्टरबाट शिफ्ट गर्ने अर्को तपाईँको शिफ्ट कस्तो कस्तो केसमा हुन सक्छ कुन केसमा हामीले शिफ्ट गर्नु पर्ला सेन्टर लाइनलाई नै शिफ्ट गर्नु पर्ला कतै अब बाहिरतिर स्टिफ टर्न भयो भने स्टिपहरू छ अब्लिगेटिभ पोइन्ट्सहरू छन् जस्तो हामीले सर्वे गर्दा गर्दा डिटेल पोइन्ट ल्यायौँ तर चाहिँ त्यही पोइन्टबाट सेन्टर लाइन गऱ्यौँ भने त्यस्तो खालको बेलामा यदि कतै बिल्डिङ कर्नरहरू पर्दियो भने त्यस्तो बेलामा होइन जुन बेला हाम्रो अब्स्ट्रक्सनहरू आउँछ त्यस्तो खालको बेलामा हामीले के गर्नुपर्ने हुन्छ यदि गर्नु पर्यो भने शिफ्ट गर्नुपर्ने हुन्छ अब शिफ्ट गरियो भने चाहिँ ठ्याक्कै यो सेन्टर लाइन अहिले 0 पोजिसनमा यहाँ छ भने चाहिँ यसलाई राइट शिफ्ट गर्ने कि लेफ्ट शिफ्ट गर्ने यहाँ एरो छ नि है यतापट्टि गऱ्यो भने हेर्नुहोस् यहाँ लेफ्ट शिफ्ट 0.6 मिटरले भयो यसलाई यता गरियो भने राइट शिफ्ट 0.7 भयो भनेपछि यसरी तपाईँ अब कतिको गर्ने हो त त्यो मिटरमा हुन्छ है यो 0.7 भनेको तपाईँले यहीँ पनि इनपुट गर्न पाउनुहुन्छ होइन तपाईँको यहीँ पनि गर्न पाउनुहुन्छ जस्तो मैले यतातिर गरेँ भने हेर्नुहोस् त लेफ्ट कि राइट भन्ने चाहिँ तपाईँले यहाँ भ्यालु पनि डाइरेक्ट दिन पाउनुहुन्छ है अब यो सो रिमार्क भन्ने छ सो रिमार्क भनेको चाहिँ जस्तो सो रिमार्क भनेको चाहिँ के हो भन्दाखेरि यदि हामीले यो क्रस सेक्सन डिटेल्स लिँदाखेरि हामीले डिटेलिङ जस्तो के हुन्छ भन्दाखेरि सर्टेन पोइन्टमा जस्तो मेरो अहिले चाहिँ यहाँदेखि यहाँसम्मको 5 मिटरमा मेरो कतै के छ बिल्डिङ कर्नर छ हैन बिल्डिङ कर्नर छ भने त्यति बेला के गर्नु पर्यो मैले यदि यहाँ डिनोटेसन गरेर देखाउनु पर्यो भने मैले के गर्न सकिन्छ इनपुट गर्न सकिन्छ त्यसको लागि हामीले एडिटमै जाने हो एडिटमा जाँदाखेरि जस्तो मैले लेफ्टतिर चाहिँ मैले 5 मिटरमा भने नि यो 5 मिटरमा मैले हाउस भने है भने मैले यसलाई चाहिँ मैले के गरेँ अब सेभ गरेँ क्लोज गरेँ भने अब यो पोइन्टमा मैले अब जस्तो 5 मिटर भनेको थिएँ नि मैले सर्टेन 5 पोइन्ट कतिमा मेरो हाउस कर्नर छ भने मैले यसलाई सो रिमार्क गरेँ भने अब के हुन्छ यहाँ हेर्नुहोस् यो पोइन्टमा मेरो के रहेछ हाउस रहेछ भन्ने एउटा रिप्रेजेन्टेसन गर्न सकिन्छ यदि त्यस्तो खालको अप्सनलाई चाहिँ हामीले हेर्नु पर्यो भने सो रिमार्कलाई अन रह त्यति बेला रिमार्क पोइन्ट छैन भने आउँदैन यदि तपाईँले रिमार्क पोइन्ट डिफाइन गर्नुभएको छ भने चाहिँ आउने भयो है अब अर्को कहाँबाट पनि गर्न सकिन्छ भन्दा अब त्यो तपाईँले गर्नुहोस् है मैले अघि एउटा दिएँ जस्तो यहाँ डाटा इनपुट भित्र क्रस सेक्सन भित्र जस्तो मैले अब के गरेँ भन्दाखेरि अफसेट मेथडमा गएँ ल अफसेट मेथडमा जाँदाखेरि नि जस्तो अब मैले 20 मिटर चेन्ज जस्तो तपाईँको फिल्डमा चाहिँ हेर्नु भने 20 मिटर चेन्जको चाहिँ राइट साइडपट्टि जस्तो यो 11 मिटरमा तपाईँको कुनै एउटा रेफरेन्स छ हैन कुनै एउटा पोइन्ट छ कुनै एउटा रिमार्क पोइन्ट छ भने त्यति बेला तपाईँले यहाँ इनपुट दिनुभयो भने के हुन्छ क्रस सेक्सनमा गएर तपाईँ 20 मिटरको क्रस सेक्सनमा जानुहुन्छ र 20 मिटरको पनि तपाईँको राइट साइडपट्टि चाहिँ 11 मिटरमा जानुहुन्छ भने त्यहाँ कुनै डिटेल्सहरू छन् भने तपाईँले यहाँ पनि इनपुट गर्न पाउनुहुन्छ र सेभ गर्नुभयो भने यसले के गरिदिन्छ भन्दाखेरि जस्तो 20 मिटरमा गएर जस्तो मैले फर्स्ट गरेँ नेक्स्ट गरेँ भनेपछि यो 20 मिटरमा गएर यो लेफ्ट पोर्सनमा 11 पोइन्ट भनेको कहाँ पर्छ ऊ यहाँ 10 बाट 11 भनेपछि त यहाँ पर्ने भयो नि त यो 11 समथिङ यो पोइन्टमा चाहिँ तपाईँको रिमार्क पोइन्ट के हुन्छ हाइलाइट हुन्छ यो तपाईँले गर्नुहोस् है क्रस सेक्सनलाई चेन्जेस गरेर चाहिँ जस्तो मैले चाहिँ यो एडिटबाट गरेँ तपाईँले चाहिँ क्रस सेक्सनको डाटामा गएर चाहिँ त्यो डाटाको रिमार्क पोइन्टलाई एड गरेर चाहिँ आउँछ कि आउँदैन भन्ने कुराहरू तपाईँले चेक गर्नु पर्यो है बुझिन्छ ल अब अटो एरिया भनेको चाहिँ जस्तो अहिले हाम्रो इन्क्लोज एरिया आएको छ यो अटो एरियालाई फल्स गर्यो भने तपाईँको एरिया चाहिँ आउँदैन अहिले 00 भनेर आउँछ कति बेला तपाईँको 00 भन्ने आयो भने तपाईँको यो अटो एरियालाई चाहिँ के गर्नु पर्यो टिक लाउनु पर्यो अनि यो गो टु चेन्जेस भनेको चाहिँ जस्तो तपाईँको एउटा रिक्वायर्ड चेन्जेसमा जानु पर्यो जस्तो मलाई के गर्नु पर्यो भन्दाखेरि अब मैले नेक्स्ट गर्नु भन्दा पनि मलाई डाइरेक्ट चाहिँ जस्तो 100 मिटरको क्रस सेक्सन कस्तो छ या मलाई 100 मिटरको क्रस सेक्सन गरेर कुनै पनि स्ट्रक्चर मोडिफिकेसन गर्नु पर्यो भने त्यति बेला हामीले यहाँ 100 हानेर इन्टर गर्यो भने के हुन्छ यो 100 मिटरको क्रस सेक्सन आउँछ है मलाई नेक्स्ट गरिनु पर्यो त अब मलाई नेक्स्ट गरिनु पर्यो त भन्नुस् त भनेपछि अब हेर्नुहोस् यहाँ मैले अब हान्न त हाने अब मैले यहाँ 110 हान्छु 110 हाने
किन यस्तो एरर मेसेज आयो? यहाँबाट त सबै चेन्जेस त सर्च गर्न त नमिल्ने रहेछ भनेपछि किन हाम्रो 110 को पनि त क्रस सेक्सन त छ नि त हाम्रो हैन, तर किन देखाएन भन्नुस् त? एक 110 को क्रस सेक्सन त छ हैन, तर त्यसको लागि हामीले के गर्नुपर्छ? जस्तो सुरुमा चेन्जेस इन्टरभल भनेर क्रस सेक्सनमा 20 मिटर डिफाइन गरेको भने मा दिएको छ भने त 110 भनेको त मल्टिपल अफ 20 त होइन नि त छैन है। त्यसको त्यो भएको भएर के गरेको यो गो टु चेन्जेस भन्ने अप्सनमा जाँदाखेरि तपाईको यदि तपाईको 10 मिटरको इन्टरभल छ भने तपाईको के हुन्छ 115 भन्ने क्रस सेक्सन आउँदैन हैन। त्यति बेला हामीले के गर्नुपर्छ भन्दाखेरि अब गर्नै नमिल्ने भन्ने होइन, त्यति बेला हामी क्रस सेक्सनमा गएर एड इन्टरपोलेटेड क्रस सेक्सन भन्नेमा गएर के गर्न सकिन्छ जेनेरेट गर्न सकिन्छ। अनि बल्ल जस्तो हेर्नुस् त मैले अब 110 हो भने क्रस सेक्सनमा गएर एड इन्टरपोलेटेड क्रस सेक्सनमा जान्छु। अब मैले 110 भन्ने क्रस सेक्सनलाई मैले इन्टरपोलेट गर्छु हैन। अब 110 मा गएर हानेर मैले गो टु चेन्ज गरेँ भने 110 आयो आयो। यहाँ हेर्नुस् न माथि चेन्जेस 0+110.00 भन्ने आयो। यदि तपाईलाई मल्टिपल अफ 20 यदि तपाईले अब कति चेन्जेस इन्टरभल राख्नुभएको छ त त्यो भन्दा बाहेकको क्रस सेक्सन इन्टरपोलेट गर्नु पर्यो भने हामी के गर्छौं क्रस सेक्सनमा गएर एड इन्टरपोलेटेड क्रस सेक्सन भन्नेमा गएर इन्टरपोलेट गर्न सकिन्छ। अब हामीले यति काम गरिसके पछाडी अब मैले टुल्स को काममा एउटा डिस्टेन्स भने मुभ स्लोप लाइन एन्ड भनेको छ। यदि यो स्लोप को लाइन एन्ड मुभ गर्नु पर्यो भने अर्को मुभ ग्राउन्ड पोइन्ट भनेको छ। ग्राउन्ड पोइन्ट नै मुभ गर्नुपर्छ। कहिलेकाहीँ चाहिँ हाम्रो डाटा कस्तो हुन्छ भन्दा एकदम जिगज्याग आइदिरहेको हुन्छ। जस्तो खालको ग्राउन्ड चाहिँ त्यस्तो खालको ग्राउन्ड चाहिँ रियलमा नहुन सक्छ भनेपछि त्यति बेला तपाईले सर्टेन मोडिफिकेसन गर्नु पर्यो भने त्यति बेला मुभ ग्राउन्ड पोइन्ट र एड ग्राउन्ड पोइन्ट भनेको चाहिँ जस्तो अघि हामीले एडिट भन्ने अप्सन युज गरेका थियौं। अब मलाई चाहिँ के गर्नु पर्यो जस्तो यहाँबाट चाहिँ थप्नु पर्यो। यहाँबाट चाहिँ सर्टेन एउटा जस्तो मलाई पुगेन। जुन मैले के भनेको थिएँ भन्दाखेरि लेफ्ट र राइटको डिस्टेन्समा हामीले जति पनि स्ट्रक्चरहरू एड गर्दै जान्छौं हैन। एड गर्दै जाँदाखेरि तपाईको यहाँसम्म आयो भने अब हामीले कट स्लोप या फिल स्लोपले इन्क्लोज गर्नु पर्यो भने त्यति बेला हाम्रो टोटली इन्क्लोज नभइकन एरिया अफ कटिङ या एरिया अफ फिलिङ आएन भने त्यति बेला हाम्रो ग्राउन्ड डाटा इनसफिसिएन्ट भएको छ भन्ने बुझ्नुपर्छ। कि त कट स्लोप फिल स्लोपको भ्यालुलाई घटाउनु पर्यो कि त ग्राउन्ड डाटालाई बढाउनु पर्यो। यदि त्यस्तो खालको केसमा चाहिँ हाम्रो इन्क्लोज भएको छैन भने त्यति बेला हामीले अर्को एउटा त एडिट भन्ने अप्सनबाट चेन्ज गर्न पनि सक्यो। अर्को भनेको एड ग्राउन्ड पोइन्ट भन्ने अप्सनमा गएर पनि हामीले के गर्न सकिन्छ यसरी हामीले ग्राउन्ड डाटालाई एड गर्न सकिन्छ भनेपछि अब मेरो हेर्नुस् त यो पोइन्टदेखि यो पोइन्टसम्म त एड भयो नि त। अब यो एडिट भन्ने अप्सनमा गएर हेर्नुभयो भने पनि अब यहाँ हेर्नुस् त यति मैले 3टा थपेको यो 3टा थपिएर आयो। यसरी पनि हामीले के गर्न सकिन्छ ग्राउन्ड डाटालाई एड गर्न सकिन्छ। ल टुल्स भन्ने अप्सनमा केही पनि कन्फ्युजन छैन होला है। अब अरु पार्टमा जानुभन्दा पहिला अब हामीले सोइल टाइप डिफाइन गर्छौं। सोइल टाइप किन डिफाइन गरिन्छ भन्दाखेरि अहिले हामीले हेर्नुहुन्छ भने यो भर्टिकल लाइन भनेको के हो कट स्लोप हो, कट लाइन हो। यो भर्टिकल भनेको कट लाइन हो हैन। यो भर्टिकल भनेको कट लाइन, यहाँ पनि हाम्रो कट लाइन छ। तर यो कट लाइन जहिले स्ट्रेट या भर्टिकल हुन्छ यो चेन्जेस हुन्छ भनेको यसले तपाईको के गर्छ भन्दाखेरि अर्थवर्क भोल्युम हुन्छ नि एक्सकाभेसन भोल्युमलाई चाहिँ के गरिदिन्छ यसले कन्ट्रोल गर्छ भनेको। जस्तो अहिले मेरो कट स्लोप फिल स्लोप जस्तो यहाँ फिल स्लोप आयो भने फिल स्लोप हुन्छ। जस्तो यो अब यसको प्रपर्टी कहाँ छ भन्दा मैले पनि भनिसकेको छु यो सेन्टर पोजिसनबाट माइनस भनेको लेफ्ट र प्लस भनेको राइट हो भनेपछि अब यहाँ हेर्नुस् यहाँ लेफ्ट स्ट्रक्चर देखिएको छ देखेछ सर। लेफ्ट स्ट्रक्चर छ यता राइट स्ट्रक्चर छ। हाम्रो अहिले स्ट्रक्चर भएको के हो यो कट लाइन
सर शिफ्ट गर्दाखेरि हामीले सेन्ट्रलाइज लेफ्ट राइटको उल्टा चन्दन सरको आवाज एकदम क्लियर आएन, फेरि भन्नुहोस् त। हामीले शिफ्ट सेन्ट्रलाइज जब शिफ्ट गर्छौँ नि सर त्यति बेला लेफ्टलाई राइटले देखाइरहेको थियो। होइन होइन यस्तो हो, तपाईँको प्लानमा जानु भने थाहा पाउनुहुन्छ। किन भन्दा हामी कताबाट मुभमेन्ट भइरहेको छौँ भन्ने हो कि। जस्तो यहाँ हेर्नुहोस् न, यहाँबाट मैले यसरी मुभमेन्ट भएको छ भने यदि मैले सिफ्ट गरेँ भने म यहाँबाट यसरी फरवर्ड गइरहेको छु भने मेरो के हो, यता राइट भयो यता लेफ्ट भयो नि त। तपाईँले यहाँ प्लानमा पनि हेर्न सक्नुहुन्छ। अब मैले के भन्दै थिएँ भन्दाखेरि लेफ्ट स्ट्रक्चर राइट स्ट्रक्चर, लेफ्ट स्ट्रक्चर र राइट स्ट्रक्चरमा अहिले मसँग भइरहेको भनेको कट लाइन हो। किन यो कटिङ मात्र पोर्सन छ भने यता पनि कटिङ गर्नु पर्यो, यता पनि कटिङ गर्नु, एकदम धेरै भयो भने यो त बक्स कटिङ हुन्छ। बुझ्दै हुनुहुन्छ भनेपछि अब यो स्लोपलाई हेर्नुहोस् है, यो स्लोप अहिले 0 छ होइन, यो स्लोप 0 छ। यो कुन केसमा भर्टिकल होला भनेको, यदि तपाईँको हार्ड रक छ भने के हुन सक्छ, भर्टिकल हुन सक्छ। किन भन्दाखेरि तपाईँले जति पनि स्लोप बढाउँदै जानुहुन्छ नि, यहाँ हेर्नुहोस् यहाँ यसरी यसरी मैले अलिकति यहाँ हाइलाइट गरेको छु नि, यहाँ यो पोइन्टबाट यसरी लग्यो भने त यहाँदेखि यति एमाउन्ट अफ कटिङ त बढी भयो नि त, रक कटिङको कस्ट त धेरै हुन्छ नि त होइन। अनि अर्को कुरा के हुन्छ भन्दा रक भन्ने बित्तिकै त्यसको एकदमै हाई हुन्छ, जसले गर्दा तपाईँको स्लाइडिङ हुने चान्सेस एकदमै धेरै कम हुन्छ हो। अर्डिनरी सोइल भन्दा पनि तपाईँको रक छ भने तपाईँको स्लोपलाई चाहिँ एकदम धेरै डिफाइन गर्नु पर्दैन। किन पनि पर्दैन भन्दाखेरि अहिले तपाईँले यति काट्नुहुन्थ्यो भने बढाउनु हो भने के हुन्छ, यति एमाउन्ट त बढी काट्नु पर्यो नि त। भनेपछि यो बढी काट्नु भनेको त कस्ट पनि बढी हुनु हो। यदि रक कटिङ छ भने जस्तो यो सोइल टाइप यो सेक्सनमा चाहिँ तपाईँको रक छ भने चाहिँ कम राख्न पाइयो होइन। नभए यदि हामीले अदर टाइप अफ सोइल छ, अर्डिनरी सोइल छ, ग्राभल मिक्स सोइल छ भने त्यति बेला मैले यसरी भर्टिकल राखेँ भने के हुन्छ, यो त स्लाइडिङ हुन्छ नि त। यसलाई स्टेबिलिटी गेन गराउनको लागि पनि हामीले के गर्नुपर्छ, सकेसम्म स्लोप भ्यालु बढिदिनुपर्छ। बुझ्यो ल। अब हामीले एउटा के कन्डिसन दिउँ भन्दाखेरि अब 0 देखि पक्नुहोस् त, म एउटा एक्सेल फाइल खोल्छु। अब मैले एउटा क्लासिफिकेसन गर्छु है सोइलको। हजुर, एउटा सोइलको क्लासिफिकेसन गर्दाखेरि जस्तो हामीले सर्वे गर्दाखेरि पनि यो क्लासिफिकेसन गर्नुपर्छ। किन पर्छ भन्दा हामीले सर्वे गर्दै जाँदाखेरि चाहिँ कति चेनेदेखि कति चेनेसम्म कुन टाइप अफ सोइल छ भन्ने कुराहरू पनि हामीले ल्याउनुपर्छ। ल हेर्नुहोस्, मैले अहिले यो चेनेज भयो होइन। चेनेजमा मैले के भने 0 देखि 200 0 देखि 200 मा के छ भन्दाखेरि मेरो सोइलको कम्पोजिसन जस्तो मेरो के कुन कुन टाइप अफ सोइल छ भन्दाखेरि डाटा इनपुटमा गएर पाउनुहोस् त। म यहाँ एउटा सोइल टाइपको पहिला सुरु चेनेज हैन, यो चेनेज भयो। अब नाम के हो भन्दाखेरि अर्डिनरी सोइल भने, अर्डिनरी सोइल भने हैन। अब अर्डिनरी सोइल पछाडि अब त्यसपछि अर्को भनेको यो नेम भयो है, यो चेनेज भयो, फ्रम चेनेज टु चेनेज नेम भयो। अब टाइप अफ सोइलमा मेरो कम्पोजिसन अफ सोइल के छ, सबै एउटै हुन्छ भने छ। जस्तो कट स्लोप, फिल स्लोप अनि फाउन्डेसन कट, कट स्लोप हैन। यसो लेख्छु त,
एउटा कट स्लोप भयो हैन, हिल स्लोप, फाउन्डेसन कट हैन, अनि त्यस पछाडि अब कम्पोजिसन भने जस्तो मैले त नेम त यो भयो, यो नेम हैन, अनि यो फ्रम र टु भने मैले हैन, नेम, कट स्लोप, फिल स्लोप, फाउन्डेसन कट, र त्यसपछि मेरो सोइलको कम्पोजिसनमा चाहिँ ओएस, एचएस, एसआर, ओएस, एचएस र एसआर, अनि अर्को बोल्डर मिक्स सोइल बीएमएस, एमआरएचआर, एमआरएचआर र बोल्डर मिक्स सोइल। ल स्मलमा भएछ है। ल अब हेर्नुहोस् त, यति भइसके पछाडि 0 देखि 200 भनेको अर्डिनरी सोइल। अब कट स्लोप कति राख्ने त भन्दा केमा भनेको थिएँ मैले यो कट स्लोप, फिल स्लोपको कुराहरू पनि भनेको थिएँ। हिल एरियामा होइन सर। ल भनेको यदि फिलिङ छ कि कटिङ छ भन्ने हो हैन। जस्तो कट मात्र छ भने फिल स्लोप 0 भयो। यदि दुईटै छ भने चाहिँ, जस्तो हाम्रो चाहिँ कटिङ र फिलिङ दुईटै चाहिँ आयो भने चाहिँ, जस्तो कट स्लोपलाई मैले अहिले के भने भन्दा 0.3 भने, अनि फिल स्लोप भनेको 0.25 भने, फाउन्डेसन कट स्लोप भनेको 0.2 भने। अब ओएस भनेको के हो? है, टाइप अफ सोइलको क्लासिफिकेसनमा अर्डिनरी सोइल हैन, हार्ड सोइल, सफ्ट रक, मिडियम रक, हार्ड रक र बोल्डर मिक्स्ड भनेपछि अब नाम अर्डिनरी सोइल भन्ने बित्तिकै अर्डिनरी सोइलको कम्पोजिसन मैले सपोज 80% भने, यो पर्सेन्टेजमा हुन्छ है। यो हार्ड सोइल छैन भने, सफ्ट रक पनि छैन भने, यो हामीले फिजिकल इन्स्पेक्सन गरेर ल्याउनु पर्छ है यो डाटा सर्वे गर्दाखेरि। मिडियम रक पनि छैन भने, हार्ड रक पनि छैन भने, बीएमएस चाहिँ मेरो के हो 20% भनेपछि अब मेरो के भयो यहाँ टोटल कम्पोजिसन 100% भयो। 80 + 20 100 भनेपछि यो कम्पोजिसन पनि के हुनु पर्यो, यो कम्पोजिसन पनि हाम्रो 100% हुनु पर्यो। बुझ्नु भयो? अब त्यस पछाडि अब हाम्रो हेर्नुस्, मेरो टोटल लेन्थ त 1 किलोमिटरको छ भनेपछि 0 देखि 200, अब फेरि 200 देखि 500 भने ल 500, नाममा हार्ड सोइल भने ल हार्ड सोइल भन्ने त यो यही नै छ भने यो चेन्ज पनि हुन सक्छ है। चेन्ज भयो भने तपाईले चेन्ज गर्नु त, अहिले मैले सजिलोको लागि चाहिँ मैले यही नै भने। अब यसमा अर्डिनरी सोइल 40% हैन, यो 60% र 0 छैन भने हामीले 0 दिनुपर्छ है उता पनि। ल यसरी दिइसके पछाडि अब मैले फेरि के अरे 500 देखि तपाईलाई यतिको भयो भने टिप्नलाई पनि सजिलो हुन्छ नि त, पछि हेर्नलाई पनि सजिलो हुन्छ भनेर यो चाहिँ मैले र्यान्डमली लिएको है। तपाईले सर्वे गर्दाखेरि चाहिँ यति 200 चेन्जमै हुन्छ भन्ने छैन। तपाईको 100 मा पनि हुन सक्यो, 150 मा हुन पनि सक्यो, या 500 मा पनि हुन सक्यो, या थ्रु आउट ओभरअल चाहिँ एउटै टाइप अफ सोइल पनि हुन सक्छ नि त। भनेपछि 500 देखि 800 भने यहाँ बोल्डर मिक्स सोइल बीएमएस भने यहाँ यो पनि त्यही छ। यो फाउन्डेसन कट स्लोप भनेको बुझ्नु भएको छ, बीएमएस यो 20 छ, यो 80 छ। ल भनेपछि अब 800 भयो। अब 800 देखि हजुर, अब मेरो कति 900 कति छ, मैले 1000 भने है त। ल
भने पनि फेरि यहाँ अर्डिनरी सोइल नै छ भने ल अर्डिनरी सोइल यो पनि यति नै छ र अर्डिनरी सोइल 100% छ भने ल भनेपछि अरु के भयो सबै 0 भयो ल यतिसम्मको डाटा हामीले सेभ गरे ल यसलाई म फाइललाई सेभ पनि गर्छु सेभ एज ल सोइल डाटा भनेर मैले सेभ गरे है त अब हेर्नुस् मैले यसरी के गर्ने 0 देखि 200 200 देखि 500 500 देखि 800 र 800 देखि 1000 ल भनेको यतिसम्मको मेरो डाटा छ भने अब यो डाटालाई मैले के गर्नु पर्यो डिजाइनमा इन्कर्पोरेट गर्नु पर्यो भनेपछि अब हेर्नुस् म यहाँ यतातिर जान्छु यसलाई मिनिमाइज गर्छु डाटा इनपुटमा गएर देखियो त स्क्रिन देखे त सर डाटा इनपुटमा गएर मैले सोइल टाइपमा गए भने अब हेर्नुस् यहाँ एउटा सोइल टाइपको इन्ट्री सिट खुल्छ हजुर खुल्यो अब यसमा के छ हेर्नुस् चेनेज छ नेम छ कट स्लोप फिल स्लोप फाउन्डेसन कट स्लोप अर्डिनरी सोइल हार्ड सोइल सफ्ट रक मिडियम रक हार्ड रक र बोल्डर मिक्स सोइल छ नि हैन अब यो डाटालाई मैले के गर्नु पर्यो इनपुट गर्नु पर्यो अब यो डाटालाई इनपुट गर्दाखेरि जस्तो यहाँ एउटा कुरा के छ भन्दा यहाँ चेनेज छ फ्रम चेनेज र टु चेनेज भन्ने छ छैन सर तर मैले सर्वे गरेर ल्याउँदाखेरि त फ्रम चेनेज र टु चेनेज भनेर भने अब यसलाई हामीले डाटा कसरी यहाँ ल्याएर राख्ने त यहाँ एडिट गर्नु भन्नुस् त ल जस्तो अब यसलाई मैले के गर्नु पर्यो भन्दा जस्तो हेर्नुस् मैले यो इनपुट गर्छु यो भ्यालुलाई मैले इनपुट गर्दाखेरि सुरुमा चेनेज कति भयो 0 भयो हो नेम के भनेको छु अर्डिनरी सोइल भनेको छु अर्डिनरी सोइल भनेको छु हो कट स्लोप कति राखेको छु मैले यो चाहिँ उसबाट पनि हेर्नु पर्यो कट स्लोप भनेको 0.3 0.25 0.2 र अर्डिनरी सोइलको कम्पोजिसन कति हो 80 र लास्ट 80 अनि 20 यो ब्ल्याङ्क छोड्न पाइएन यो ब्ल्याङ्क छोडियो र कहिलेकाहीँ चाहिँ 100% भन्दा पुगेन भने नि तपाईको यसले एरर मेसेज दिन्छ तपाईले यहाँ सेभ गर्ने बित्तिकै जस्तो मैले यहाँ हेर्नुस् यहाँ मैले 10% दिए भने यसलाई मैले सेभ गरे भने के भन्छ यहाँ सम अफ डिस्ट्रिब्युसन इज भ्यालिड एट रो 0 भन्यो नि रो 0 मा सम अफ डिस्ट्रिब्युसन चाहिँ भ्यालिड भएन बुझ्दैछ हजुर सर यो 0 मा किन भएन यो 20 हुनुपर्ने ठाउँमा 10 भइदियो 10 भयो अब यति गरिसकेपछि अब त्यसपछि अब हेर्छ 0 देखि 200 भनेको छ नि हैन भनेपछि अब हामीले यहाँ के दिनु पर्यो 200 अब 0 हेर्नुस् अब यो 200 भन्न मैले दिने बित्तिकै नि 0 देखि 200 भनेको के हो यहाँ माथिको अर्डिनरी सोइल हो जुन अर्डिनरी सोइलको कम्पोजिसनहरु यो माथिको भयो भनेपछि अब मैले 200 दिनु भनेको के हो 200 भन्दा फरवर्ड त के हो भन्ने कुरा दिनु पर्यो कि यहाँ अब मैले भनेपछि 200 देखि 500 भन्दा हार्ड सोइल हो नि त भनेपछि अब यहाँ के गर्नु पर्यो हार्ड सोइल भयो अब यसको पनि त्यही छ 0.3 0.25 हैन 0.2 अब यसको हार्ड सोइलको कम्पोजिसन मैले कति दिएको छु 500 को हार्ड सोइलको 40 र 60 छ है यहाँ हार्ड सोइलमा 40 र 60 यो 40 60 बाँकी के छ सबै 0 0.2
40 60 भयो। अब बाँकी सबै 0 दिनुपर्छ है डिस्ट्रिब्युसनमा चाहिँ। ल यति दियो भनेपछि अब यहाँ हेर्नुहोस् है यो बुझ्नुहोस् 0 देखि 200 सम्म अर्डिनरी सोइल हो किन मैले रेन्जमा अर्डिनरी नि त। अनि 200 देखि 500 भनेको हार्ड हो। यदि मैले यो 200 मात्र दिएँ भने के बुझिन्छ भन्दा हाम्रो 1 किलोमिटरको चेन्जमा चाहिँ 200 भन्दा बाँकी जति पनि बाँकी छ सबै मेरो हार्ड सोइल छ भन्ने बुझिन्छ। तर मेरो के हुन्छ कम्पोजिसन त अझै ब्रेकडाउन भएको छ भनेपछि 200 देखि कहाँ छ 500 हो नि त यो हैन। अब 500 देखि उता के छ 500 बीएमएस 500 देखि उता चाहिँ बीएमएस छ 500 देखि बीएमएस छ भनेपछि यो 0.3 0.25 0.2 अब मैले के भनेको छु 20 भनेको छु होला है यो बीएमएस र यो 0 0 0 0 र यो कति 20 भनेपछि 80 अब हेर्नुहोस् अनि 500 देखि उता बीएमएस कतिसम्म 500 देखि 800 हेर्नुहोस् ब्रेकडाउन गर्न सकिन्छ हैन फ्रम 0 टु चेन्जमा 800 देखि उता के छ बीएमएस ल हेर्नुहोस् 800 देखि उता अर्डिनरी सोइल नै छ 1000 सम्म भनेपछि 800 देखि उता अर्डिनरी सोइल यो भ्यालु भनेको पनि मैले त्यही नै भयो 0.25 अनि 0.2 अब मैले अर्डिनरी सोइल भनेको 100% नै राखेको छु हो भनेपछि 0 0 0 0 0 ल अब हेर्नुहोस् यतिसम्म राखिसकेपछि मैले 1000 राखिरहनु पर्दैन है यसमा अब किन भन्दा 800 भन्दा उता मेरो अर्डिनरी सोइल भनेको छु पनि मैले राखिरहनु परेन भनेपछि अब 0 देखि 200 अर्डिनरी सोइल 200 देखि 500 हार्ड सोइल 500 देखि 800 बोल्डर मिक्स सोइल र 800 भन्दा उता मेरो के भयो अर्डिनरी सोइल भनेपछि मैले यसरी डाटालाई मैले के गर्नुपर्ने हुन्छ इन्क्लुड गर्नुपर्ने हुन्छ। यति गरेपछि मैले अब सेभ गरिदिन्छु है त हजुर अब सेभ गरेपछि के चेन्ज भयो के शेपमा चेन्ज अब यहाँ हेर्नुहोस् कट स्लोप नै चेन्ज भएको छ। अब यसलाई नेक्स्ट गर्दै जानुहुन्छ भने नि जस्तो हेर्नु स्लोप अब यो हेर्नुहोस् कन्टेन्ट धेरै आयो भने मैले कसरी घटाउने भन्ने कुराहरू मैले भनेको छु यसरी गर्नु पर्यो यति मात्र क्रस सेक्सन मात्र गएर भयो तीनटै विन्डोमा हेर्नु पर्यो किन यहाँ मेरो कहिलेकाहीँ ग्रेडियन्ट एक्सेप्ट पनि हुन सक्छ नि त कहिलेकाहीँ मैले 11% माथि बढाएको छु भने 12% भन्दा एक्सेप्ट भइदिन्छ भनेको त्यो कुरा पनि हेर्नु पर्यो क्रस सेक्सन मात्र गएर चाहिँ अप एन्ड डाउनमा चाहिँ क्वान्टिटी घटाउनलाई डाउन 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 अथवा अप 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 गर्नु भएन प्रोफाइललाई पनि हेर्नु पर्यो है। अब यति भइसके पछाडि अब हेर्नुहोस् त हामीले हाम्रो कट स्लोप फिल स्लोप पनि हामीले डिफाइन गर्यो। अब यो डिफाइन गरिसकेपछि अब अघिको भन्दा अलिकति एरिया बढ्छ हेर्नुहोस् यहाँ फिल एरिया यदि कट एरिया छ भने यहाँबाट यति पनि बढ्छ। अब यहाँ उयो हेर्नुहोस् यो ठाउँमा अघि मैले भनेको थिएँ नि 680 मा मेरो मिस्टेक छ भनेर हजुर अब यसलाई तपाईँले मिलाउने कसरी भन्ने कुरा थाहा पाइसक्नुभयो एडिट गरेर सर टुल्समा पोइन्टमा गएर यसरी एड गर्न पनि पाइयो हैन नभए एडिट भन्ने अप्सनमा गएर चाहिँ यसको डाटा जस्तो रियल डाटा छ त्यो डाटाको डीएक्सटी वा स्टेपिङ भ्यालुको डाटाको चाहिँ पनि इनपुट गर्न पाइयो बुझिन्छ हजुर हजुर ल अब यति गरिसके पछाडि हामीले सोइल डाटा पनि इनपुट गरियो। अब सोइल डाटा इनपुट गरिसके पछाडि अब हामीले के गर्नु पर्ला त अब जस्तो मैले अब फर्स्टमा गए अब यति गरिसकेपछि हामीले स्ट्रक्चरको पार्टमा जाउँ है त। जस्तो स्ट्रक्चरको पार्टमा जाँदाखेरि हामीले स्ट्रक्चरको प्रोभिजन कसरी दिने भन्दाखेरि यदि हाम्रो कटिङ स्लोप कट स्लोप या फिल स्लोप जस्तो यहाँ चाहिँ अहिले हेर्नुहुन्छ भने तपाईँको यो कट स्लोप यो भयो हैन फिल स्लोप यो भयो भनेपछि
यदि हाम्रो कटिङ या फिलिङ जस्तो हामीले कटिङ गर्दाखेरि कटिङ हाइट चाहिँ हाम्रो 3 मिटर भन्दा एक्सिड भयो भने जनरली हामीले के गर्छौँ स्ट्रक्चर प्रोभिजन गर्छौँ र फिलिङतिर चाहिँ हाम्रो कहिलेकाहीँ जस्तो 3 मिटर भन्दा पनि टाइप अफ सोइलमा कहिलेकाहीँ के हुन्छ एकदम यहाँ विक सोइल हुनसक्छ नि त होइन जस्तो तपाईँको यहाँ क्ले मिक्स सोइलहरू छन् भने त्यति बेला पनि हामीले के राख्नुपर्ने हुन्छ जस्तो 3 मिटरभन्दा कम छ भने पनि हामीले राख्नुपर्ने हुन्छ किन भन्दाखेरि स्ट्रक्चर यदि राखिएन भने त के हुन्छ यसको सिपेजले त यसलाई त के गरिदिन्छ स्लाइडिङ गराइदिन्छ नि त त्यो भएको भएर चाहिँ त्यस्तो बेलामा चाहिँ हामीले यदि टाइप अफ सोइल कस्तो छ त्यो हिसाबमा पनि हामीले स्ट्रक्चरलाई प्रिफर गर्ने कि नगर्ने भन्ने डिसिजन गर्नुपर्ने हुन्छ तर जनरली हेर्ने हो भने चाहिँ यदि 3 मिटरलाई रेफरेन्स लिएर चाहिँ 3 मिटर भन्दा एक्सिड छ भने चाहिँ हामीले स्ट्रक्चरलाई डिफाइन गर्नुपर्ने हुन्छ अब यति गरिसके पछाडि अब हामी मैले त भने यो ठाउँमा कटिङ भने यो ठाउँमा फिलिङ भने अब हाम्रो कटिङमा कुन स्ट्रक्चर प्रिफर गर्ने फिलिङमा कुन स्ट्रक्चर प्रिफर गर्ने त कसैलाई के आइडिया छ मैले भनेको थिएँ सुरुको क्लासमा पनि मैले एउटा प्रेजेन्टेसन स्लाइडमा डिस्कसन गरेको थिएँ होइन स्ट्रक्चरमा कहाँ के हुन्छ भनेर कसैले सम्झिनु भएको छ भने भोलन्टियर गर्न सक्नुहुन्छ कटिङमा सर त्यो ब्रेस्ट वालहरू अनि त्यो रिटेनिङ स्ट्रक्चरहरू भन्नुभएको छ कटिङमा हाम्रो ब्रेस्ट अब ब्रेस्टमा पनि डिफ्रेन्ट टाइप हुनसक्छ है जस्तो अब हाम्रो के छ भन्दाखेरि ग्याबन ब्रेस्ट मेसोनरी ब्रेस्ट होइन ड्राई ब्रेस्ट जे पनि हुनसक्छ तर तपाईँको टाइप अफ स्ट्रक्चर मध्ये के हुने भयो कि त ब्रेस्ट वाल हुने भयो कि त रिटेनिङ वाल हुने भयो रिटेनिङ वाल भनेको चाहिँ यहाँको सोइललाई चाहिँ रिटेन गराउनको लागि चाहिँ हामीले डिफाइन गर्छौँ भने ब्रेस्ट वाल भनेको स्ट्रक्चरलाई स्ट्रेन्थनिङ गर्न अब के पनि हुन्छ भन्दा जहिले पनि हाम्रो ब्रेस्ट वाल राख्दाखेरि हाइट अफ कटिङ जति छ त्यतिसम्म हामीले राख्छौँ कि के गर्छौँ कि राख्दैनौँ के छ यसको प्रोभिजन के थाहा छ तपाईँलाई पुरै राख्नु पर्दैन सर हाइट अफ कटिङ पुरै राख्नु पर्दैन पुरै राख्नु पर्दैन है जति हाइट अफ कटिङ छ त्यति हाइट अफ कटिङसम्म हामीले ब्रेस्ट वाललाई असाइन गरिरहनु पर्दैन तर रिटेनिङ वालमा के हुन्छ टोटल हाइटसम्म गर्नुपर्छ वालमा चाहिँ हामीले जतिसम्म हामीले फिलिङ गर्छौँ त्यतिसम्मै हामीले के गर्नुपर्ने हुन्छ त्यो हाइट दिनुपर्छ स्ट्रक्चर दिनुपर्ने हुन्छ ल के दिनुपर्ने हुन्छ भने पनि म भन्छु ल हेर्नुहोस् यहाँ यो भयो यस्तो खालको ग्राउन्ड भयो होइन अब मेरो कटिङ यस्तो छ यहाँबाट मैले यसरी कटिङ गरेको छु हो भनेपछि अब मैले स्ट्रक्चर राख्दाखेरि मैले के गर्नु पर्यो भन्दाखेरि अब हेर्नुहोस् यहाँ ल हेर्नुहोस् यो स्ट्रक्चर है यो यहाँ बुझिँदा त बुझिन्छ नि होइन यो मैले रिटेनिङ वाल बनाएँ भने यो रिटेनिङ वाल कटिङ चाहिँ यहाँसम्मको हो होइन तर मैले स्ट्रक्चर यहाँसम्म बनाएँ के होला यो मिलेन सर एकदम हार्ड सोइलसम्म जानुपर्छ मिल्दैन है भनेको हाम्रो रिटेनिङ स्ट्रक्चरको चाहिँ फाउन्डेसन कहाँ रेस्टिङ हुनुपर्छ भन्दा सोइलमा रेस्टिङ हुनुपर्छ किन यहाँबाट तपाईँको एक्टिभ ल्याटरल अर्थ प्रेसरहरू भयो होइन यहाँबाटको भेहिकल लोडहरू भयो एक्जल लोडहरू भयो यो लोड त हाम्रो ट्रान्समिट कहाँ हुनुपर्छ भन्दाखेरि सोइलमा रेस्टिङ हुनुपर्छ नि त यदि यो सोइलमा रेस्टिङ भएन भने त यही स्ट्रक्चर नै अनस्टेबल छ भने यो पेमेन्ट कसरी स्टेबल हुन्छ हो भनेपछि यसलाई हामीले के गर्नु पर्छ जस्तो मैले तपाईँलाई भनेको जतिसम्मको हाइट अफ कटिङ भनेको थिएँ नि फिलिङ भनेको थिएँ नि त्योभन्दा सर्टेन पार्ट अलिकति एक्सिड हुनु पर्यो किन भन्दा यो अन्डिलेसन यो ग्राउन्डबाट हामीले के कतिसम्म जानुपर्छ जनरली 1 पोइन्ट कति भन्नु त्यो भनेको सर्टेन पार्ट भनेको एउटा हार्ड स्ट्राटासम्म चाहिँ रेस्टिङ हुने गरी चाहिँ हामीले के गर्नु हुन्छ यसको फाउन्डेसनलाई इनबिल्ट गराउनु पर्ने हुन्छ तर फिम ग्राउन्ड पनि भन्छ नि सर फिम ग्राउन्ड पनि भन्छ नि सर हो अब यसलाई चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि एउटा सर्टेन यो ग्राउन्ड लेभल हो यो ग्राउन्ड लेभलबाट चाहिँ के गर्नु पर्यो सर्टेन 0.9 मिटर सपोज मैले भने यतिसम्म चाहिँ रेस्टिङ हुनु पर्यो यो चाहिँ अब यही नै हो भने होइन तर कस्तो खालको टाइप अफ सोइल छ भन्नेमा चाहिँ डिपेन्ड हुन्छ यो किन हामीले त हार्ड स्ट्राटामा लगाएर राख्नु पर्यो नि त्यसलाई त हजुर त्यो भएको भएर हामीले यसरी चाहिँ के गर्नु पर्यो यसलाई चाहिँ ग्राउन्डमा रेस्टिङ गराउनु पर्यो भनेपछि जति हाइट अफ फिलिङ छ त्यो हाइट अफ फिलिङ भन्दा अलिकति एक्सिड हुने भयो नि त स्ट्रक्चरको हाइट अब टोटल हाइट भनेको हाम्रो के हो यहाँदेखि यहाँसम्मको हुने भयो स्ट्रक्चरको हाइट
विड्थ भनेको यहाँदेखि यहाँसम्मको भयो भनेपछि अब यतापट्टि मेरो जुन कटिङ छ यो कटिङ सेक्सनमा मैले अब जस्तो यहाँ ग्याबेन वाल हाल्नु पर्यो भने मैले के गर्छु सपोज यो मेरो 8 मिटरको चाहिँ हाइट छ भने 8 मिटरको हाइट छ भने मैले यहाँ 8 मिटरको स्ट्रक्चर बनाउँछु त बनाउनु पर्यो बनाउँदिन है मैले जनरली 5 मिटरको बनाए पनि मैले यसरी चाहिँ मैले बनाएँ भने अब बाँकी मेरो के हुन्छ यसरी ग्राउन्ड पुग्यो भने इन्क्लोज एरिया आउँदैन यतिसम्म ग्राउन्ड एड गर्नुपर्छ र बल्ल यसपछि के गर्नुभयो यति एरिया अफ कटिङ आउने भयो अब यतिसम्मको हाइट मैले 5 मिटर भयो र 5 भन्दा माथिको स्ट्रक्चरलाई के गर्छ यो कट स्लोपले के गर्छ स्टेबिलाइज गरेर राख्छ जस्तो तपाईँले पनि हेर्नु होला कहिलेकाहीँ बिपी आयो भने हेर्नुहुन्छ भने जति हाइट अफ कटिङ गरेको त्यतिसम्म राखेको छ त एउटा सर्टेन हाइट बनाएको छ र त्यसपछि के गरेको छ माथि चाहिँ कट स्लोपले गरेको छ र कति ठाउँमा चाहिँ तपाईँको सर्ट क्रिटिङहरू पनि गरेको पाइन्छ यदि बिपी हाइमा हेर्नुहुन्छ भने होइन त्यसको लागि हामीले जतिसम्मको हाइट अफ कटिङ छ त्यतिसम्म नै हामीले स्ट्रक्चर प्रिफर गर्दैनौँ बुझ्यो होइन स्ट्रक्चरमा बुझ्यो हजुर सर अब स्टक मैले अघि भने नि टाइपमा हाम्रो जे पनि हुनुहुन्छ जस्तो मेसनरी रिटेनिङ हैन रिटेनिङमा पनि ग्याबेन रिटेनिङ हैन अब के जस्तो मेसनरी र ग्याबेनमा के फरक होला रिटेनिङ त रिटेनिङ नै हो हैन मेसनरी सत्य ग्याबेनमा ढुङ्गा मात्रै हुन्छ सर अनि मेसनरीमा त्यो सिमेन्टहरुको पनि हुन्छ मिक्स हो भनेको त्यसमा तपाईको अब कस्ट इकोनोमाइजेसनमा चाहिँ जान्नुहुन्छ भने अब यो भयो हैन जनरली अब हामीलाई कस्तो स्ट्रेन्थ चाहिएको हो त्यो अनुसार चाहिँ हामीले के गर्छौं स्ट्रक्चरलाई प्रिफर गर्छौं यति कुरा के बुझ्नु पर्यो रिटेनिङ र ब्रेस्ट का राख्ने भन्ने बुझ्नु पर्यो र त्यसको टाइपमा चाहिँ तपाईको कस्तो खालको स्ट्रेन्थको चाहिएको छ हैन त्यहाँको सोइल कन्डिसन कस्तो छ र त्यो अनुसारको चाहिँ हामीले के गर्नु पर्यो स्ट्रक्चरलाई सिलेक्सन गर्नु पर्यो बुझिन्छ अब स्ट्रक्चर राख्ने त भन्यो अब हामीलाई कटिङ कतापट्टि हो फिलिङ कतापट्टि हो भन्ने कुरामा त कन्फ्युजन छैन नि अब हामीलाई हिल साइड र रोड साइड भन्ने कसरी चिन्ने त अब के भन्नु सर किन चिन्ने जस्तो हामीले अब ड्रेनेज राख्दाखेरि हामीले जहिले पनि के गर्छौं भन्दाखेरि हिल साइड पट्टि ड्रेनेज प्रिफर गर्छौं कि रोड साइड पट्टि प्रिफर गर्छौं हिल साइड पट्टि सर ए हिल साइड पट्टि अब हिल साइड कसरी चिन्ने त अब जस्तो यो क्रस सेक्सनमा हेर्नुहुन्छ भने कसरी चिन्ने हो त हिल साइड कटिङ पोर्सन जतातिर छ त्यतातिर भयो हैन एक्ज्याक्टली हाम्रो कटिङ पोर्सन जतापट्टि छ त्यतापट्टि हाम्रो के भयो हिल साइड भयो भनेपछि अब मेरो हिल साइड यतापट्टि भयो रोड साइड यतापट्टि भयो भनेपछि अब हामीले ड्रेनेज राख्दाखेरि हामीले के गर्नु पर्यो हिल साइडमा प्रिफर गर्नु पर्यो हिल साइडमा प्रिफर गर्दाखेरि अब हाम्रो स्ट्रक्चर कहाँ ड्रेन कहाँ हुन्छ त यो पोइन्टमा टच भएको हुन्छ कि यो पोइन्टमा हुन्छ तल हुन्छ है कटिङ भएर तलतिर आउँछ किन पनि हुँदैन भन्दा हाम्रो फर्मेसन लेभल रोडको लेभल यो हुन्छ भने त यहाँ माथि हुँदैन नि त हामीले के गर्नु पर्यो ड्रेनलाई यहाँ राख्नु पर्यो भनेपछि अब हामीले यति कुरा के बुझौँ भन्दाखेरि जहिले पनि ड्रेनेज राख्दाखेरि दुईटा केस हुन्छ हामीले बोथ साइड प्रिफर गर्न मिल्ला कि वान साइड मात्रै मिल्ला कन्डिसन हेरेर जस्तै बक्स कटिङ त वान साइड होला हिल साइड एउटा के हुन्छ भन्दा यदि तपाईको बक्स कटिङ छ भने हाम्रो के हुन्छ दुवै साइड त हाम्रो हिल साइड भइदिन्छ नि त अनि दुवै साइड हिल साइड भइसकेपछि तपाईको सिपेज वाटर भयो हैन त्यो वाटर त सबै के हुन्छ तपाईको हिल साइडबाट बगेर त अल्टिमेटली तल आउँछ भनेपछि त्यति बेला हामीसँग यहाँ एउटा बक्स कटिङ सिम्पल सानो खालको बक्स कटिङ पनि छ यहाँ जस्तो यहाँ हेर्नुस् हैन यो दुईटै साइडमा हाम्रो यदि बक्स कटिङ छ भने हामीले यहाँबाट बएको यतिसम्म मैले कटिङ गरेको छु ग्राउन्ड लेभल यस्तो हुन्छ मैले यति कटिङ गरेको छु भने त पानी परेको बेला बर्खाको बेला यहाँको पानी सबै यता आउँछ नि त हैन यता पनि आउने भयो त्यो अल्टिमेटली पानी त यदि मैले यहाँ ड्रेन राखेन भने त्यो पानी त के हुन्छ पेमेन्टमा जान्छ या तपाईको यहाँबाट बगेको पानीले स्कोरिङ हुँदै के गरिदिन्छ यसलाई इन्क्रिज गरिदिन्छ भनेपछि जसले गर्दाखेरि तपाईको के हुन्छ मैले एउटा फिगरमा देखाएको थिएँ अस्ति
एउटा ल्यान्डस्लाइडको फिगर देखाएको थिएँ मैले रोडमा जुन आएको त्यस्तो केस हुन्छ त्यसलाई मिनिमाइजेसन गर्नको लागि हामीले के गर्नु पर्यो स्ट्रक्चर पनि प्रिफर गर्नु पर्यो र ड्रेनेज पनि राख्नु पर्यो भनेपछि सिम्पली के बुझौँ भन्दा यदि हाम्रो बक्स कटिङ छ भने हामीले बोथ साइड राख्नु पर्यो हैन कहिलेकाहीँ तपाईँको मार्केट एरियाहरू छन् भने किन मार्केट एरियामा त एउटा वेल ड्रेनेज चाहिँ हामीले डिफाइन गर्नुपर्ने हुन्छ त्यसको छन् भने पनि बोथ साइड गर्नु पर्यो नभए हामीले के गर्छौँ वान साइड ड्रेन प्रिफर गर्छौँ कहाँ हिलको केसमा बुझ्दै हुन्छ हिल रोडको केसमा हामीले जनरली नभए वान साइड ड्रेन प्रिफर गर्छौँ भने तराईको केसमा हामी के गर्छौँ बोथ साइड ड्रेन प्रिफर गर्छौँ है बुझिन्छ अब जस्तो अब ड्रेनेज राख्ने कहाँ हैन स्ट्रक्चर राख्ने कहाँ भन्ने कुरा थाहा पाइयो अब हामीलाई क्रस ड्रेनेज राख्ने चाहिँ कहाँ छ क्रस ड्रेनेज स्ट्रक्चर राख्ने ठाउँ ए त्यो सर क्याचमेन्ट एरिया हेर्नु पर्छ सर त्यसको लागि हैन सर एउटा त मैले भने नि त्यो एउटा जस्तो एउटा स्पेसिफिक एरियामा चाहिँ तपाईको त्यो स्पेसिफिक एरियामा चाहिँ कति अमाउन्ट अफ रेनफल आउँछ कति डिस्चार्ज हुन्छ हैन कहाँ कहाँबाट पानी आउँछ कुन कुन सेक्सनबाट चाहिँ जस्तो कहिले के हुन्छ क्रसिङहरुबाट चाहिँ पानी बगिरहेको हुन्छ नि त्यस्तो खालको डिनोटेसन चाहिँ तपाईले के गर्नुपर्ने हुन्छ मार्किङ गर्नुपर्ने हुन्छ अब त्यो हेर्नको लागि हामीले एउटा त प्रोफाइल पनि एनालाइसिस गर्न सकिन्छ जस्तो तपाईले के बुझ्नुस् भन्दाखेरि अहिले मैले यसरी फर्मेसन लेभल डिफाइन गरेको छु भनेपछि जुन ठाउँमा मेरो ग्रेडियन्ट चेन्ज हुन्छ भनेको त्यो ठाउँ भनेको मेरो के हो डिप्रेसन पार्ट हो नि त हैन जस्तो यहाँ हेर्नुस् यो पहिलो लेभलको फर्मेसन लेभल छ भने तपाईले यो पोइन्टलाई हेर्नुहुन्छ भने यहाँ बगेको पानी देखिन्छ स्क्रिन ल मैले यति मात्र बनाएँ त यो प्रोफाइल भयो मेरो यो फर्मेसन लेभल है मैले अब ग्राउन्ड लेभल बनाइन मैले यो फर्मेसन लेभल बनाएँ यो फर्मेसन लेभल अब अलिकति एक्सिड भएकोले यो ग्रेडियन्ट चाहिँ मेरो पर्सिबलै छ भने मैले बुझ्नको लागि मात्र मैले यो कन्स्ट्रक्ट गरेको यतापट्टि चेन्ज भयो यतापट्टिको आरएल भयो यतापट्टि आरएल भयो भनेपछि अब हेर्नुस् यहाँ जब पानी पर्छ हैन जब रेनफल हुन्छ रेनफल भइसकेपछि यो प्रोफाइल सेक्सनमा हेर्ने हो भने यो पानी के हुन्छ कि यतातिर जान्छ कि यता जान्छ हैन अब दुवै साइडमा जान्छ नि दुवै साइडमा जान्छ भनिसके पछाडि यहाँबाट परेको पानी अब एउटा त यतातिर गयो यता पनि जाँदैन भने छैन ल यता पनि गयो भनेपछि मेरो दुईटै साइडमा गइसके पछाडि अब यहाँ पनि त पानी पर्छ यहाँ मात्र पर्ने यहाँ नपर्ने भन्ने त हुँदैन हैन भनेपछि अब यहाँबाट पानी पर्छ यो पनि पानी यता आयो यो पनि पानी यता आयो भनेपछि हेर्नुस् त अब यहाँबाट आएको पानी त यहाँ जम्ने भयो नि त हैन त यो ठाउँमा जम्ने भयो भनेपछि अब कुन साइडबाट हो भन्ने चाहिँ प्रोफाइल हेरेर थाहा पाउन सकिदैन हैन जस्तो यही हेर्नुस् न यो त मैले प्रोफाइल हेरेँ भने त मेरो कतातिर डिरेक्सन कुन डिरेक्सनमा पानी जान्छ र कुन डिरेक्सनबाट आएको पानी चाहिँ कहाँ जम्छ भन्ने कुराहरू चाहिँ प्रोफाइलमा हेरेर थाहा पाइने भयो तर कुन साइडबाट पानी बग्दैछ भन्ने कुराहरू चाहिँ प्रोफाइलबाट थाहा हुँदैन भनेपछि यहाँबाट पनि हामीलाई के थाहा हुन्छ भन्दा कुन कुन सेक्सनमा चाहिँ हामीलाई क्रस ड्रेनेज स्ट्रक्चर चाहिन्छ भन्ने कुराहरू चाहिँ यहाँबाट थाहा हुँदो रहेछ र कताको साइडमा चाहिँ हामीले बगिरहेको पानीलाई चाहिँ ड्रेन गर्ने कुन साइडमा हामीलाई ड्रेनेज राख्ने हैन भन्ने कुराहरू चाहिँ यो प्रोफाइलबाट थाहा हुँदैन भनेपछि के कन्क्लुड अब यहाँबाट मैले के कन्क्लुड गर्न सक्छु भन्दाखेरि यहाँबाट बगेको पानीमा यो चेन्जेसमा चाहिँ मलाई क्रस ड्रेनेज स्ट्रक्चर चाहिन्छ जो क्रस ड्रेनेज स्ट्रक्चरमा पनि अब डिफ्रेन्ट टाइप अफ क्रस ड्रेनेज स्ट्रक्चर छ त्यो सिलेक्सन कसरी गर्ने भन्ने हाम्रो डिस्चार्ज प्रोभिजनमै हो जस्तो कुन ठाउँमा पाइप कल्भर्ट कुन ठाउँमा बक्स कल्भर्ट हैन कुन ठाउँमा स्ल्याब कल्भर्ट राख्ने कुराहरू भनेको त कसरी सिलेक्सन गर्ने होला त हजुर स्ल्याब कल्भर्ट अलि हाई डिस्चार्ज भएको बेलामा एडप्ट गर्ने त्यस्तो खालको प्रोभिजन हेर्नु पर्यो कति डिस्चार्ज छ कति अमाउन्ट अफ पानी छ त्यो सेक्सनमा त्यो क्याचमेन्ट एरियामा कति पानी आउँछ हैन जस्तो ठुलो धेरै पानी आउँछ तपाईले त्यहाँ पाइप कल्भर्ट राखेर हुन्छ त हुँदैन त हैन त हैन त्यो कुराहरू चाहिँ हामीले हेर्नुपर्ने हुन्छ अब यहाँ हेर्नुस् यहाँ ड्रेनेज राख्ने क्रस ड्रेनेज स्ट्रक्चर राख्ने पार्टमा बुझिएको छ यो भनेपछि
पिक पोइन्ट जस्तो हामीले ड्रेनेज राख्दाखेरि पिक पोइन्टमा राख्छौँ भने यो त मेरो पिक पोइन्ट हो होइन, यो पिक पोइन्टबाट त पानी यतातिर बग्ने भयो नि त। भनेपछि यहाँबाट बग्दाखेरि अब यो बग्ने पानी त बग्यो, तर लेफ्टबाट बग्यो कि राइटबाट बग्यो भने त यहाँबाट थाहा हुँदैन नि त। जस्तो हो हजुर मेरो ल हेर्नुहोस् यहाँ, यो मेरो 0 चेन्ज भयो होइन। अब यो मेरो के भयो 40 मिटरको चेन्ज भयो। ल भनेपछि यो 60 यो 80, यो 80 मिटरको चेन्जमा चाहिँ अब मैले हेर्नुहोस् यहाँ 0 देखि 40 सम्म त मेरो पानी कहाँबाट बग्दैछ, थ्रु आउट हाम्रो के अरे टुवर्ड्स स्टार्टिङ पोइन्ट होइन। भनेको 40 बाट 0 तिर आउँदैछ भनेपछि 40 बाट चाहिँ 0 तिर आउँदैछ भने यो प्लान मैले यसरी बनाएँ, यो प्लान मैले हेर्नुहोस् यहाँ यसरी बनाएँ भने यो 0 यो 40 भन्यो भने अब हेर्नुहोस् यहाँ यो सेन्टर लाइन भयो भने मेरो यतातिर लेफ्ट छ, यतातिर राइट छ, यतातिर मेरो लेफ्ट छ भने अब लेफ्ट हो कि राइटबाट आयो भने थाहा छैन नि त यहाँ। तर पानी के भयो यो 40 बाट चाहिँ यतातिर आउँदो रहेछ, यता आउँदो रहेछ भने थाहा भयो नि त। बुझिरहनु भएको छ नि? 40 बाट चाहिँ मेरो 0 तिर, अब मेरो 0 बाट 40 जाने होइन, 0 बाट चाहिँ 40 तिर पानी जाने हो त यो होइन, 40 बाट चाहिँ 0 तिर पानी आउने रहेछ भनेपछि यो चेनेलबाट चाहिँ तलतिर पानी आउने रहेछ भन्ने कुरा थाहा भयो। कुन साइड हो भन्ने कुरा हामी क्रस सेक्सन नै हेर्छौँ, प्रोफाइल हेरेर थाहा पाउँदैनौँ भनेपछि। अब हेर्नुहोस् मैले यसलाई अब क्लोज गरेँ, जस्तो प्रोफाइलमा जाउँ फेरि। ल हेर्नुहोस् अब यो प्रोफाइलमा गयो भने यदि यो पिक पोइन्ट हो भने यहाँबाट बगेको पानी त यता जानु हो, तर लेफ्ट हो कि राइट हो भन्ने कुरा हेर्नु पर्यो भने क्रस सेक्सनमा गएर मैले के गर्छु, जस्तो 0 चेनेलमा गएँ, त्यो 0 चेनेलमा गयो भने मेरो पानी कताबाट जाने रहेछ भन्दा लेफ्टबाट जाने रहेछ, भन्दा हिल साइड मेरो यता छ भने यताबाट पानी आउने रहेछ नि त होइन त। अब लेफ्टबाट पानी आउने भइसके पछाडि हेर्नुहोस् है त, अब लेफ्टबाट पानी आउने भएपछि मेरो कहाँबाट रहेछ यो यताबाट आउने रहेछ नि त। यहाँ हेर्नुहोस् अब यो साइड होइन, यो साइडबाट होइन, यो लेफ्ट साइडबाट चाहिँ मेरो के हुने रहेछ यसरी पानी आउने रहेछ। अब हेर्नुहोस् पानी त आयो बग्यो, तर कहिलेकाहीँ के भइदिन्छ भन्दाखेरि यो आएको पानीलाई यो ठाउँमा बग्ने बित्तिकै त यो कसैको प्रपर्टीहरू छन्, कसैको ल्यान्ड छ, कसैको बिल्डिङ एरियाहरू छन् कि छैनन् भन्ने कुरा कसरी थाहा पाउने हामीले? कसरी थाहा पाउने? डिटेल्स हेर्नु पर्यो। त्यो भनेको हाम्रो प्लानको डिटेल्स हेर्नु पर्यो। यदि तपाईँले स्केच बनाउनु भएको छ भने स्केच हेर्नु पर्यो, किन भन्दा तपाईँले त्यस्तो खालको पोइन्ट त नोटेसन गर्नुहुन्छ नि त होइन। त्यो भनेको जस्तो मैले के भनेको भन्दाखेरि यहाँबाट चाहिँ जस्तो मैले यहाँ प्लानमा गएँ भने अब हेर्नुहोस् यहाँ अहिले मैले एक्जाम्पललाई मात्र लिएँ यहाँ। अब यहाँ 40 भनेको यहाँ छ हो, 40 भनेको यहाँ छ हो भनेपछि यहाँबाट बगेको पानी त मेरो लेफ्ट यता हो नि त, राइट यता हो नि त, लेफ्ट मेरो यता हो होइन। भनेपछि यहाँबाट पानी यसरी बग्दै 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 कहाँ आउने रहेछ 0 चेनेल यहाँसम्म आउनुहुन्छ भनेपछि अब यहाँ आइसके पछाडि यो पानी त यतापट्टिको एरियामा फाल्ने कि यसलाई क्रसिङ गरेर अर्को ठाउँमा फाल्ने भन्ने कुरा पनि त कन्सर्नको विषय भयो नि त होइन। अब यतापट्टिको डिटेल हेर्नु पर्यो। अब यहाँ जस्तो यहाँ फाल्दाखेरि ठिक छ कि छैन भन्ने कुरा यहाँको डिटेल्स हेर्नु पर्यो होइन। अनि अर्को कन्टुर पनि हेर्नु पर्यो, किन भन्दाखेरि कसरी पानी जान्छ भन्ने कुराहरू कन्टुर पनि हेर्नु पर्यो। यहाँको डिटेल्सहरू पनि हामीले हेऱ्यो भने के थाहा पाउन सकिन्छ, यो सेक्सनमा यो ठाउँमा चाहिँ पानी यहाँ फाल्दा ठिक होला कि यसलाई क्रसिङ गरेर अर्को अपोजिट डिरेक्सनमा लानु पर्ला। यदि मैले यसलाई चाहिँ यो लेफ्टमै लगेर चाहिँ फाल्ने अवस्था छैन, मैले यसलाई चाहिँ राइटमा लगेर फाल्नु पर्यो भने त्यति बेला मैले के गर्नु पर्यो, यहाँ क्रस ड्रेनेज राख्नु पर्यो हो। यसरी हामीले राख्नु पर्यो भनेपछि अब अघि मैले भनेको अर्को 40 देखि 60 मा के भनेको थिएँ, 40 देखि 60 मा चाहिँ दुई साइडबाटै आइरहेको छ। जस्तो हेर्नुहोस् 40 देखि 60 मा जाँदाखेरि के छ यता गएको छ भनेपछि अब यो गएको कता हो भन्ने कुरा हेर्नु पर्यो भने हामीले कहाँबाट हेर्ने,
त्यो सेक्सन प्लान क्रस सेक्सन क्रस सेक्सनमा हेर्नु पर्यो हैन हजुर क्रस सेक्सन हेर्दाखेरि अब 40 देखि 60 हो भने मलाई क्रस सेक्सनमा गयो भने 0 यतै भयो हैन अब अर्को पनि हेर्नु छ भने 20 भनेको पनि यतै भयो भनेपछि यो त मेरो 0 20 मा पनि यही साइडमा हुने भयो हैन नेक्स्ट गरे भने 40 मा पनि यही साइडमा हुने भयो किन अगाडिपट्टिबाट आएको ड्रेनलाई कन्टिन्युटी गर्नको लागि त्यो बीचमा ड्रेन नहुने भन्ने त हुँदैन नि त कहिलेकाहीँ तपाईको के हुन्छ भन्दा एउटा सम्म लेभल भइदिन्छ हैन यस्तो भइदियो रे ल जस्तो ल यस्तो भइदियो हैन यस्तो भइदियो भने पनि जुन ठाउँमा हामीलाई ड्रेन नचाहिने अवस्था छ भने पनि के हो उतापट्टि 60 बाट त 0 मा पानी बग्दैछ भने त बीचमा त ड्रेनले त दिनु पर्यो नि त बीचमा ड्रेन दियो भने त बीचमा नबनाइकन राख्यो भने त उताबाट चाहिँ जस्तो 60 बाट चाहिँ तपाईको 40 बाट पेमेन्टमा जाला अनि त्यसपछि पेमेन्टको पानी त पेमेन्टमा बस्ने भयो नि त भनेपछि त्यसलाई कम्प्लिटली ड्रेन आउट गर्नको लागि चाहिँ स्टार्टिङ र एन्डमा मात्र राख्ने बित्तिकै बीचमा राख्नु पर्दैन भन्ने चाहिँ हुँदैन है त्यो कुरा चाहिँ हामीले एकदमै विचार गर्नुपर्ने हुन्छ अब ड्रेनेजकै कुरामा यसलाई नेक्स्ट गर्दै गयो भने अब मेरो हिल साइड भनेको यता भयो यसरी भयो नि अब मलाई क्रस ड्रेनेज राख्नु पर्ने कहाँ त भन्दाखेरि जस्तो यहाँ पनि हेर्नुहोस् अलिकति हेर्नुहुन्छ भने अब यसलाई आफूले मिलाउन पनि सकिन्छ हैन जस्तो मैले यसलाई चाहिँ मुभ आइपी गरेर चाहिँ जस्तो यसलाई अलिकति एउटा ग्रेडियन्ट फर्मेसनमा चाहिँ मैले यसरी पनि मिलाउन सक्छु अब यसरी मिलाउँदाखेरि यहाँबाट बगेको पनि एउटा यता गयो अब अर्को पनि यहाँबाट आएको पानी पनि यतै तल त जाँदैन नि त भने यो पानी त यतै आउने भयो अब यो पानी आयो भने अब यो ठाउँमा त पानी जम्ने भयो नि त हैन अब यो ठाउँमा पानी जम्यो भने त अब यसलाई त हामीले के गर्नु पर्यो क्रसिङ बनाएर लानु पर्यो हैन अब क्रसिङ बनाएर लाँदाखेरि हाम्रो यहाँ पनि अघिको 20 मिटरमा पनि क्रस सेक्सन क्रस ड्रेनेज र यहाँबाट 40 मिटरमा पनि क्रस ड्रेनेज भन्ने चाहिँ हुँदैन जनरली हामीले क्रस ड्रेनेज राख्दाखेरि के गर्नुपर्छ भन्दाखेरि मिनिमम पनि हाम्रो 2 to 300 मिटरको इन्टरभल हुनुपर्छ 2 to 300 300 400 सम्म चाहिँ हामीले किन नजिक नजिक हाम्रो क्रस ड्रेनेज राख्नु भयो भने किन कस्ट एकदम धेरै हाई हुन जान्छ हाम्रो यस्तो पनि हिल्समा हाम्रो के हुन्छ स्ट्रक्चरहरु भइरा हुन्छ हैन जसले गर्दाखेरि तपाईको पर किलोमिटर कस्ट नै एकदमै हाई हुन्छ त्यस्तो खालको बेलामा चाहिँ हामीले क्रस ड्रेनेजको प्रोभिजन राख्दा कहिले के हुन्छ एकदमै पहाड नै छ भने चाहिँ हामीले त्यति बेला चाहिँ के त फर्मेसन लेभललाई मेन्टेन गरेर लानु पर्यो नभए हामीले के गर्नुपर्ने हुन्छ एउटा स्पेसिफिक चेनेजमा चाहिँ मिलाएर चाहिँ हामीले क्रस ड्रेनेजलाई पनि इन्सर्ट गर्नुपर्ने हुन्छ है भनेपछि अब हेर्नुस् अर्को यहाँ पनि हुने भयो भनेपछि अब यस्तो खालको केसमा मलाई मिलाउनु पर्यो भने मैले के पनि गर्न सक्छु यसलाई मैले मुभ गरेर चाहिँ एउटा फर्मेसन लेभललाई पनि के हुन्छ त्यस्तै खालको अर्डरमा मैले मिलाउन सक्छु नि त अब हामीलाई क्रस ड्रेनेज स्ट्रक्चर कहाँ राख्ने हैन ड्रेन कुन साइडमा राख्ने हैन कतापट्टि कट साइड रहेछ कतापट्टि फिल साइड रहेछ रिटेनिङ वाल ब्रेस्ट वाल कहाँ राख्ने त्यसको हाइटको प्रोभिजनमा के रहेछन् भन्ने कुराहरु थाहा पाइयो यतिमा केही कन्फ्युजनहरु छ कसैलाई सर हामीले के त्यो फिल साइडबाट पानी फाल्दाखेरि हुन्छ नि त्यो पानीले फेरि त्यो सिपेज गर्ने चान्स कतिको हुन्छ अथवा तलतिर ल्यान्डस्लाइड क्रिएट गर्न सक्छ कि नै डिस्चार्ज कस्तो छ भन्ने हो जस्तो अब हामीले के गर्नुपर्छ भन्दाखेरि जस्तो ड्रेनको साइज डिजाइन गर्दाखेरि हामीले हाइड्रोलोजिकल एनालाइसिस गरेर र त्यसको ड्रेनको विड्थ कति हो भन्ने दिनुपर्छ अब त्यसमा पनि हाम्रो त्यही अनुसारको डिस्चार्ज त आउँछ नि त अनि त्यो डिस्चार्जलाई मेन्टेन गर्नको लागि हामी त्यही अनुसारको साइज राख्छौं हैन त्यो साइजमा चाहिँ एकदम डिस्चार्ज धेरै हाई छ तपाईको साइज अफ ड्रेन नै एकदम धेरै ठुलो छ भने तपाईको पिक पोइन्ट बर्खाको बेलामा त धेरै पानी आउँछ भने त्यसले पनि त स्कोरिङ गर्न सक्छ नि त हैन अब त्यसले स्कोरिङ गर्छ भने जुन ठाउँमा हामीले त्यो पानीलाई डाइभर्ट गर्छौं त्यो ठाउँमा हामीले अब क्यास्केड स्ट्रक्चर पो डिजाइन गर्नुपर्ने हुन्छ कि किन भन्दाखेरि क्यास्केड स्ट्रक्चर भनेको त तपाईको त एउटा भेलोसिटीलाई रिड्युस गर्न जुन एउटा स्टेप स्ट्रक्चर बनाइछ नि त्यो बनाइयो भने के हुन्छ स्कोरिङलाई कम गर्ने भयो हैन यदि त्यतिकै फाल्यो भने के हुन्छ त्यसले नै फेरि के गरिदिन्छ
पेमेन्टलाई त्यसको जुन कटिङ जुन हाम्रो फिलिङ सेक्सन छ यदि आएको छ भने फिलिङ पोर्सनको सोइललाई नै त्यसले के गरिदिन्छ स्कोरिङ गर्नुपर्ने हुन्छ। त्यति बेलाखेरि त्यस्तो खालको स्ट्रक्चर पनि हामीले के गर्नुपर्ने हुन्छ छुट्टै डिजाइन गर्नुपर्ने हुन्छ। त्यतिकै फाल्न पायो भन्दै ठुलो डिस्चार्जको पानी छ भने त्यतिकै फाल्न पाइँदैन। बुझ्यो? हजुर ल अब हामीले प्रोफाइलमा गर्ने कुराहरू यी कुराहरू भए। अब क्रस सेक्सनमा बस्दाखेरि अब हामीले गर्नुपर्ने अरू कुराहरू भनेको सोइल टाइप डिफाइन गरियो। अब हामी ड्रेनेज प्लेसमेन्ट गर्छौँ है। अब हामी ड्रेनेज प्लेसमेन्ट गर्छौँ। अब सरस्वती हामीले स्ट्रक्चर राख्नु पर्यो भने एउटा प्रायोरिटी अर्डरमा के पछि के आउला भन्नु जस्तो अहिले हेर्नुहोस् यहाँ यो क्यारेज वे भयो। हजुर क्यारेज एन्ड पोइन्ट भयो। अब हामीले यसमा रिक्वायरमेन्ट अनुसार त हामीलाई जे पनि चाहिन सक्छ नि त। जस्तो फुटपाथ पनि चाहिएला, सोल्जर चाहिएला हैन, ट्रेन चाहिएला, कर्बिस्टोन चाहिएला हैन। यी डिफ्रेन्ट अप्सनहरू युज गर्नु पर्यो भने हामीले के पछि के राख्ने भन्ने कुराहरू के होला नि त। एउटा कतै बनेको रोडलाई सम्झिनुहोस् न, क्यारेज एन्ड हुने बित्तिकै हाम्रो के प्रोभिजन के स्ट्रक्चरहरू आउँछ, के राख्या देखिन्छ? ड्रेनेज हो, ड्रेनेज सोल्डर अनि कहिलेका हाम्रो के हुन्छ सोल्जर पछाडि ड्रेनेज पनि आउन सक्छ। हजुर आउँछ सर। जस्तो यहाँ सोल्जर भयो होला हैन, त्यसपछि यताबाट ड्रेन आयो होला, ड्रेन पछाडि कर्बिस्टोन आयो होला हैन, कर्बिस्टोन पछि फुटपाथ आयो होला हैन। यसरी पनि आउनु भयो नि त। यदि होइन हाम्रो हिलको केसमा मात्रै छ भने हामी के छौँ सिम्पली एउटा सोल्जर राखौँला हैन, र त्यसपछि ड्रेन राखौँला, र त्यसपछि फेरि स्ट्रक्चर पनि आउला नि त। हजुर स्ट्रक्चर हैन, स्ट्रक्चर आउला र स्ट्रक्चर पछि कट स्लोप आउला यदि कटिङ सेक्सन छ भने हैन। हामीले त्यो प्रोभिजन राख्नको लागि अब हामीले पहिला सुरु के गर्नु पर्छ, ती स्ट्रक्चर्सलाई त हामीले कस्टमाइजेसन गर्नु पर्यो हैन। कस्टमाइजेसन गर्नु पर्यो नि त। अब हामीले कस्टमाइजेसन गर्दाखेरि मैले के भने भन्दा जस्तो फुटपाथ चाहिएला, कर्बिस्टोन चाहिएला, ड्रेन चाहिएला हैन, डिफ्रेन्ट रिटेनिङ वाल, ब्रेस्ट वालहरू चाहिएला, ग्याबन वाल चाहिएला भनेपछि यी डिफ्रेन्ट स्ट्रक्चर त पहिला सुरु त मैले त बनाउनु पर्यो नि त। हजुर त्यो बनाउनु पर्यो भने अब हामी कसरी बनाउँछौँ भन्ने कुरा हेर्छौँ है त है। अब त्यो बनाउनु पर्यो भने हामी कहाँ जाने? जस्तो यसमा तपाईँको बाई डिफल्ट लाइब्रेरी हुन्छ। जस्तो तपाईँले लाइब्रेरीमा हेर्नुहुन्छ भने चाहिँ यहाँ एड स्ट्रक्चर भन्ने छ नि हो। हजुर यो एड स्ट्रक्चरमा जानुहुन्छ भने यहाँ बाई डिफल्ट स्ट्रक्चरहरू पनि छन्। जस्तो हेर्नुहोस् त अहिले मेसनरी रिटेनिङ वाल हेर्नुहुन्छ भने यसलाई ओपन गर्नुहुन्छ भने यी डिफ्रेन्ट टाइप अफ स्ट्रक्चरहरू अलरेडी बनेका छन् हैन। तपाईँले यही अनुसार तपाईँको हाइट अनुसार चाहिँ तपाईँको चेन्जेस गर्नु पर्यो या यही इन्सर्ट गर्नु पर्यो भने यहाँबाट पनि पाइयो हैन। तर योभन्दा बाहेक डाइमेन्सनको तपाईँलाई रिक्वायर डिजाइन गरेर चाहिँ यति खालको आयो भनेर चाहिँ तपाईँले यदि गर्नुहुन्छ भने चाहिँ त्यति बेला हामीले के गर्नुपर्ने हुन्छ, नयाँ स्ट्रक्चरलाई कस्टमाइजेसन गर्नुपर्ने हुन्छ हैन। अब नयाँ स्ट्रक्चरलाई कस्टमाइजेसन गर्नुपर्दाखेरि कसरी गर्ने भन्ने कुरा त म अब यहाँ अहिले भन्छु। तर त्योभन्दा बाहेक स्ट्रक्चर हेर्नुहुन्छ भने पनि हेर्नुहोस् त, मेसनरी रिटेनिङ वाल, ग्याबन रिटेनिङ वाल, ड्राई रिटेनिङ वाल, ग्याबन ब्रेस्ट, मेसनरी ब्रेस्ट, ड्राई ब्रेस्ट भन्छ नि हो। यो सबै वाल्सको क्याटेगोराइजेसनहरू। यो वाल्सको क्याटेगोराइजेसनमा चाहिँ हामीले यसलाई पनि कस्टमाइजेसन गर्न सक्छौँ यदि योभन्दा बाहेकको डाइमेन्सनको चाहियो भने। यसै गरी कर्बस्टोन भनेको छु मैले हैन, फुटपाथ भनेको छ, ड्रेन भनेको छ भनेपछि तपाईँले जति पनि कस्टमाइजेसन गर्नुहुन्छ, यदि नयाँ स्ट्रक्चरहरू कस्टमाइजेसन गर्नुभएको छ भने जे नाम, जस्तो तपाईँले ड्रेन बनाउनुहुन्छ भने ड्रेनभित्र गएर बस्ने भयो हैन। अहिले यो लाइब्रेरीमा हेर्नुहुन्छ भने हेर्नुहोस् त यत्रो खालको छ। कभर ड्रेन भनेको छ हैन, लाइन ड्रेन, एक्जाम्पल ड्रेन, लाइन ड्रेन हैन, अनलाइन ड्रेन भने यी डिफ्रेन्ट टाइप अफ क्याटेगोराइजेसन छ भनेपछि यसैलाई चेन्जेस गर्न पनि पाइयो हैन। यसैलाई के हुन्छ, नयाँ बनाउन पनि पाइयो। यदि तपाईँले ड्रेन नयाँ लाइन ड्रेन, अनलाइन ड्रेन चाहिँ कस्टमाइजेसन गर्नुभएको छ र तपाईँले यहाँ इन्सर्ट गर्नु पर्यो भने कस्टमाइजेसन गरिसक्नुभयो भने यो लाइब्रेरीमा एड हुन्छ।
र यो लाइब्रेरीमा एड भइसकेपछि तपाईँले के नामले बनाउनु भएको छ त्यो नाम सेलेक्सन गरेर चाहिँ हामीले डाइरेक्टली यहाँ युज गर्न सक्छौँ। त्यसै गरी फुटपाथ कर्बस्टोन जति पनि स्ट्रक्चरहरू छन् त्यसको रेस्पेक्टिभ नाम जे हुन्छ त्यसैको नामभित्र चाहिँ तपाईँको स्ट्रक्चरहरू के हुन्छ बस्छ। बुझ्नुभयो? अब पहिला सुरु त बनाउनु पर्यो हामीले। अब बनाउनको लागि हामी डाटा इनपुट भित्र जाने हो। डाटा इनपुट होइन, डाटा इनपुट भित्र त हामीले डाटाहरू हेर्नु पर्यो भने मात्रै हो। यदि राखेको स्ट्रक्चरहरू छन् भने हेर्नु पर्यो भने मात्रै हो। जस्तै यहाँ क्लस्टर स्ट्रक्चरमा हेर्नुहोस् त के छन् राखेको छ भने हामीले देखाउँछ। तर हामी कस्टमाइजेसन गर्नु पर्यो भने हामी टुल्स भित्र जान्छौँ भनेको थिएँ नि मैले सुरुमै। हजुर, राखेको छ भने डाटामा गएर तपाईँ हेर्नुहुन्छ भने अब माथि हेर्नुहोस् त कस्टमाइज ग्याबेन वाल भनेको छ। कस्टमाइज स्ट्रक्चर भनेको छ। स्ट्रक्चर, पेभमेन्ट, कर्बस्टोन, फुटपाथ भनेको छ। ड्रइङ फ्रेम हामी यो कस्टमाइज ड्रइङ फ्रेमसम्म चाहिँ हामी कस्टमाइजेसन गर्छौँ है। अब मैले तपाईँलाई चाहिँ एउटा स्ट्रक्चर कस्टमाइजेसन गर्दाखेरि एउटा ग्याबेन वालको सिकाउँछु र एउटा ड्रेनको सिकाउँछु म होइन। अब लाइन ड्रेन, अनलाइन ड्रेन, कभर्ड भन्ने कुरा ठ्याक्कै त्यसैमा आउँछ। र बाँकी कुरा तपाईँले प्र्याक्टिसमा चाहिँ तपाईँले के गर्नु पर्यो कर्बस्टोन, फुटपाथलाई पनि मोडिफिकेसन गर्नुपर्छ है त्यो असाइनमेन्टको रूपमा। त्यो गर्नुहोस् र त्यसमा कुनै कुरा कन्फ्युजनहरू छन् भने हामी नेक्स्ट सेसन नेक्स्ट क्लासमा पनि हामीले डिस्कसन गर्छौँ। तर अहिलेलाई कस्टमाइज स्ट्रक्चर भन्नेमा गएँ मैले सुरुमा। अब हेर्नुहोस् यहाँ कस्टमाइज स्ट्रक्चरमा हेर्दाखेरि अब बाई डिफल्ट अघि मैले यहाँबाट जुन ड्रेनको लाइब्रेरीभित्र देखाएको स्ट्रक्चरहरू देखाएको थिएँ नि मैले भनेको सबै यही हो। हेर्नुहोस् लाइन ड्रेन यति टाइप रहेछ, अनलाइन ड्रेन यति रहेछ, मेसोनरी ड्रेनिङ वाल यति रहेछ, मेसोनरी ब्रेस्ट वाल यति रहेछ, कभर ड्रेन हेर्नुहोस् त्यहाँ कभर ड्रेनमा के गरेछ माथि कभर मात्र गरेको छ हो। मेसोनरी ब्रेस्ट भइहाल्यो। अनि यहाँ तपाईँको लाइन ड्रेनमा के गरेको छ माथि कभर छ छैन। सर टिक ड्रेनको बारेमा छ। यहाँ हेर्नुहोस् टिक ड्रेन भनेको के हो सिम्पल एउटा टिक जस्तो यहाँ मैले हेर्नुहोस् यहाँ हेर्नुहोस् है यस्तो वाला टिक ड्रेन हो नि त होइन। अब यसलाई चाहिँ मोडिफिकेसन गर्नु पर्यो भने जस्तो यहाँबाट मैले सेलेक्ट गरेर चाहिँ यहाँको प्यारामिटरहरू चेन्ज पनि गर्न सक्छु। अब यो प्यारामिटरहरू के हो भन्ने कुराहरू अहिले म भन्छु है त। अहिले जस्तो एसएमएम हो होइन, लाइन अर्को टिक ड्रेनलाई मोडिफिकेसन गर्नु पर्यो भने यहाँबाट सकिन्छ होइन। लाइन ड्रेन हेर्नुहोस् है अर्को खालको छ नि ड्रेन। अब हेर्नुहोस् है डिफ्रेन्ट फर्म्स अफ स्ट्रक्चरहरू छ नि यस्तो खालको पनि छ है। भनेपछि यसलाई हेर्नुहुन्छ भने तपाईँले हामी के गर्न सकिन्छ यसरी पनि यसलाई मोडिफिकेसन गर्न सकिन्छ। तर यो डिफल्ट लाइन ड्रेनलाई मोडिफिकेसन गर्न मिल्दैन है। यहाँ भएको कुनै पनि अप्सनमा डिफल्ट स्ट्रक्चर चाहिँ तपाईँको मोडिफिकेसन गर्न मिल्दैन। त्योभन्दा बाहेकको स्ट्रक्चरहरू मोडिफिकेसन गर्न मिल्छ। अब योभन्दा पहिला चाहिँ जस्तो अब मैले नयाँ एउटा लाइन ड्रेन बनाउँछु है त। एउटा मैले नयाँ लाइन ड्रेन बनाउनु पर्यो भने जस्तो हेर्नुहोस् अब तपाईँले जुन नाम दिनुहुन्छ नि त्यो नामभित्र सेभ हुन्छ। जस्तो मैले लाइन ड्रेन भनेर अनलाइन ड्रेनमा खोज्न चाहिँ पाइएन। जुन मैले स्ट्रक्चर नेम दिन्छु लाइन ड्रेनलाई त्यो लाइन ड्रेन भित्रै बस्छ। बुझ्नुहुन्छ? अब हेर्नुहोस् यहाँ अहिले मैले यहाँ हेर्नुहोस् स्ट्रक्चर फाउन्डेसन लेयर भनेको छ नि। स्ट्रक्चर फाउन्डेसन लेयर भनेको के हो स्ट्रक्चर फाउन्डेसनसम्मको लेयर बुझ्दैन। पीसीसी स्टोन फोल्डिङहरू जुन हामीले डिफाइन गर्छौँ नि त्यो भनेको स्ट्रक्चर फाउन्डेसन लेयर है। स्ट्रक्चरको त्यो एउटा फाउन्डेसन लेयरमा चाहिँ हामीले त्यो डिफाइन गर्नु पर्यो भने गर्छौँ। अब यहाँ न्यू सेभ डिलिट क्लोज भनेको चाहिँ सिम्पली डिलिट क्लोज भने तपाईँले बुझिहाल्नु। सेभ भनेको कुनै पनि नयाँ फाइल बनाइसक्नुभयो र त्यसलाई चाहिँ स्टोर गर्नु पर्यो यो लाइब्रेरीमा भने सेभ भयो। नयाँ बनाउँदैछौँ भने न्यू गर्नु पर्यो। अब मैले तपाईँलाई यहाँ एउटा लाइन मात्रै देखाउँछु। तपाईँहरूले चाहिँ प्र्याक्टिसको हिसाबमा चाहिँ एउटा लाइन ड्रेन गराउँछु होइन। अनि एउटा मैले रिटेनिङ वाल गर्छु है। म दुईटा मैले बनाउँछु र त्यस पछाडि चाहिँ तपाईँहरूले चाहिँ जस्तो
प्र्याक्टिसको रूपमा लाइन अनलाइन एउटा एउटा चाहिँ तपाईँले घरमा गर्नु होला है। गेबियन छैन सर? कुनमा गेबियन छैन यसमा? आउँछ, मैले ग्याबेन आउँछ, यहाँ छैन, ग्याबेन अर्को ठाउँमा हुन्छ। ल यति भइसके पछाडि अब मैले स्ट्रक्चरको नाम के दिनु पर्यो भन्दाखेरि मैले लाइन डिआरएन, ल मैले क्यापिटलमै लाइन ड्रेन भन्नु पर्ने है त। भनेपछि यो लाइन ड्रेनको क्याटेगोराइजेसन भनेको त सेलेक्ट टाइपमा त लाइन अनलाइन सिलेक्सन गर्न पाइयो त? पाइएन। यदि कभर्ड हो भने पनि पाइयो हेर्नुहोस् है। भनेपछि अहिले त मैले लाइन ड्रेन गरेको छु भने लाइन ड्रेनलाई मैले सेलेक्ट गरेर ओके गरेँ। अब यति गरिसकेपछि अब मैले अनलाइन ड्रेनमा खोल्ने हो त, त्यो लाइन ड्रेन भनेको नाम केमा जाने हो त भनेपछि लाइन ड्रेन भित्रै जाने हो। तपाईँले मेसनरी सेलेक्सन गर्नुभएको छ भने यहाँ हेर्नु पर्यो, मेसनरी ब्रेस्ट हो भने यहाँ हेर्नु पर्यो। भनेपछि अहिले मैले लाइन ड्रेन गरेको कहाँ छ, ऊ यहाँ छ, हेर्नुहोस् है लाइन ड्रेन भनेर यहाँ बस्यो। भनेपछि अब मैले यसलाई क्लिक गरेँ भने एउटा एउटा डाइमेन्सन एउटा स्ट्यान्डर्ड फर्मेटमा चाहिँ यसले यो बनाएर बस्छ। अब मैले के गर्नु पर्यो, यसको प्रपर्टीलाई चेन्ज गर्नु पर्यो। अब मलाई विड्थ कति चाहिने, हाइट कति चाहिने, रोड साइड इनर कति चाहिने, हिल साइड हाइट कति चाहिने भन्ने कुराहरू चाहिँ हामीले के गर्नु पर्यो, हामीले जति डाइमेन्सन चाहिएको हो त्यो अनुसार चाहिँ हामीले दिनु पर्यो। अब यसमा हेर्नुहोस् नाम हेर्नुहुन्छ भने ड्रेन बेड भनेको छ। ड्रेन बेड भनेको के हो, तलको बेड भयो बटम लेयर हैन। अब म यसलाई अलिकति तपाईलाई चाहिँ एउटा यसको लेभलिङ पार्ट नै देखाउँछु है। ल यहाँ हेर्नुहोस् है, जस्तो अनलाइन यहाँ हेर्नुहोस्। अब अनलाइन ड्रेनमा गरियो भने यो भनेको के हो, जस्तो तपाईँको यो कर्सर छ नि, यो रातो स्क्रिन देखेको छ छैन सर? स्क्रिन देखेको छैन? छैन सर स्क्रिन। हजुरको चाहिँ पहिलाको स्क्रिन मात्रै देखेको छ। ल अहिले देखियो होला है। हजुर। अब मैले यहाँ अनलाइन ड्रेनमा हेऱ्यो भने यसको डिफ्रेन्ट प्यारामिटरहरू के हो भन्ने कुराहरू यहाँ लेबलिङ गरेको छ है। तपाईँले नोट पनि गर्न सक्नुहुन्छ है यी कुराहरूमा, कहिलेकाहीँ चाहिँ कन्फ्युजन भयो भने। अब यहाँ हेर्नुहोस्, यो हिल साइड र रोड साइड भनेर कसरी चिन्ने हामीले, रोड साइड हाइट यो पोजिसन छ नि, यो रातो यहाँ देखिएको छ, यो रातोमा निलो लाइनले देखाएको छ भने यो जहिले पनि तपाईँको रोड साइड हो भन्ने बुझिन्छ हो। यो रोड साइड हो भने यतापट्टिको रोड साइड हाइट नै भइहाल्यो हैन। रोड साइड हाइट यो त स्लोप हो भने चाहिँ हाइट यहाँबाट हो, तर यो कम्पिटिसन गरेर चाहिँ यसलाई सिम्पली के हो रोड साइड हाइट भनियो हैन। यतापट्टिको हिल साइड हाइट भनियो, किन एउटा रोड साइड हो भने अपोजिट साइड भनेको त हिल साइडै हो हैन। र तल ड्रेन बेड भयो नि। अब हेर्नुहोस् यहाँ अघि मैले अब लाइन ड्रेनको प्यारामिटर भनेको थिएँ नि मैले। हजुर, प्यारामिटर अफ लाइन। यो लाइन ड्रेनमा हेर्ने हो भने जस्तो कुन कुन प्यारामिटर के रहेछन् हेर्नुहोस् है। यो रोड साइड हाइट हैन, यो रोड साइड इनर हाइट, यो रोड साइड टप, यो के हो ड्रेन टप बेड, यो ड्रेन बेड भयो। यतापट्टिको हिल साइड इनर हाइट भयो, किन हिल साइड छ, हिल साइडको इनर भन्यो भने इनर भनेको छ, रोड साइडको इनर भनेको छ भने रोड साइडलाई इनर भनेको छ है। यो बुझ्न एकदम सजिलो छ। र यो हिल साइड नाम केही छैन, रोड साइड र हिल साइड भनेको छ, टप बटम हाइट भनेको मात्र छ, इनर हाइट भनेको मात्रै छ। भनेपछि यतापट्टिको पार्टलाई रोड साइड भन्यो, यता अपोजिट पार्टलाई हिल साइड भन्यो। रोड साइड र हिल साइड कसरी चिन्ने भन्दाखेरि यो सिम्बलले चिनियो। यो सिम्बलले तपाईको कस्टमाइजेसन गर्नु आउँछ। यो आउँछ हैन। अब यसबाट चाहिँ हामीले के गर्ने हो, हिल साइड टप हिल साइड भनेको यो डिफ्रेन्ट अप्सनहरु, यो डिफ्रेन्ट डाइमेन्सन हो र हामीले दिनु पर्यो।
अब हामीले डिजाइन गर्दाखेरि के गर्नु पर्यो भन्दाखेरि यदि मैले ड्रेन बेड जुन छ नि हजुर ड्रेन बेड चाहिँ मलाई अब 1.5 मिटरको चाहियो भने मैले के गर्नु पर्यो यहाँ ड्रेन बेडमा गएर 1.5 लाई मैले चेन्ज गरिदियो भने चेन्ज हुन्छ भनेपछि जति तपाईँको डाइमेन्सन रिक्वायर्ड डाइमेन्सन तपाईँलाई चाहिने हो त्यो डाइमेन्सन अनुसार चाहिँ हामीले के गर्न सकिन्छ यसको भ्यालुहरू चेन्ज गर्न सकिन्छ अब लेभलिङमा कन्फ्युजनै भएन होला जे यो नाम छ त्यो नामको भ्यालु तपाईँले चेन्ज गरिदिनु भयो भने के हुन्छ त्यो यो डाइमेन्सन यो सेट नै के हुँदै जान्छ चेन्ज हुँदै जान्छ चेन्ज हुन्छ हजुर चेन्ज हुन्छ हैन जस्तो तपाईलाई एउटा यसको त रिक्वायर्ड डाइमेन्सन हुन्छ नि कहिलेकाहीँ तपाईको कुन हिसाबमा चाहिँ यो रोड साइड मिल्दैन भन्दा तलको विड्थ 1.5 दिनुहुन्छ हैन अनि यो टप विड्थ अनि यो टप विड्थ अनि यो जोड्ने अनि यसको स्लोपले यति डिस्टेन्स जोडियो भने यो डिस्टेन्स र यो डाइमेन्सन के हुनुपर्छ सेम हुनुपर्छ है यदि भएन भने तपाईको यो ड्रेन चाहिँ एकदमै अन्डुलेसन हुन्छ बुझ्यो नि यो लेभलिङमा अब यसै गरी हेर्नुस् यहाँ मेसोनरी वाल जस्तो मेसोनरी वालमा पनि हेर्ने हो भने यो तलको वाल बेस भयो यो बेस थिकनेस भयो हैन यो भनेको बेस अफसेट भयो र त्यसपछि यो भनेको वाल हाइट भयो र माथिको वाल टप भयो भने वाल टप भनेपछि अब यो अप्सनबाट पनि हामीले के गर्न सक्यो यी डिफरेन्ट डाइमेन्सनहरु चेन्ज गर्न सक्यो नि त अब तपाईले स्टेबिलिटी एनालाइसिस पनि गर्न सक्नुहुन्छ जस्तो हाम्रो एमआरटी बेन्डेड थम्ब रुल्समा चाहिँ हाम्रो रिटेनिङ वाल डिजाइन गरियो भने चाहिँ हाइट अनुसारको विड्थको रेशियो छ हैन छ कि छैन कति होला भन्नुस् त हाइट अनुसार चाहिँ हाम्रो टप विड्थ हैन बटम विड्थको के हुन्छ एउटा म्यान्डेटरी रुल्स भनेको छ नि थम्ब रुल जस्तो चाहिँ यतिसम्म हो भने यो स्टेबिलिटी यसको वालको स्टेबिलिटी चाहिँ मेन्टेन हुन्छ भनेर जुन एउटा डिफाइन गरिएको छ त्यो पार्टलाई पनि हामीले हेर्नुपर्छ जुन अहिले हामीले डिजाइनमा हेर्छौं ल यति पछाडी हामीले हेर्यो भने वाल्स स्ट्रक्चरहरुलाई पनि हामीले यही नाम अनुसार चाहिँ हामीले डाटा चेन्ज गर्नु पर्यो अब यहाँ जाउँ स्क्रिन देखिरहेको छ कि छैन मलाई भन्नुस् त देखिरहेको छ भनेको अहिले स्मार्ट रोडको जस्तो अब यहाँ देखियो होला है अब हजुर देखियो ल हेर्नुस् अब मैले जस्तो यहाँ हेर्नुस् अब रोड साइड कसरी चिन्ने भन्दा यो अप्सनले रोड साइड चिन्ने भयो हो नीलो भनेको हिल साइड भयो भनेपछि अब मलाई यो डाइमेन्सनलाई चेन्ज गर्नु पर्यो भन्ने मैले के नामले चेन्ज गर्ने यो के नाम हो मलाई भन्नुस् त ल रोड साइड हाइट अनि यो स्लोप यो रोड साइड इनर हाइट अनि यो माथिको टप रोड साइड टप भयो सर यो त्यो ड्रेन टप यो ड्रेन बेड यो हिल साइड टप अनि यो हिल साइड हाइट हो भनेपछि यदि बुझिन हैन अब हेर्नुस् यहाँ मैले रिटेनिङ वालमा गए भने पनि यो के हो यो बटम हो अनि यो के अफसेट बेस अफसेट यो भनेको तपाईको के हो यो रोड साइड हेर्नुस् यतातिर छ भने यो रोड साइड हाइट हैन ल यति भइसक्यो हामीले चिन्न सक्यौ यही नाम के छ यही नाम चाहिँ यहाँ माथि छ अब त्यति नाम चिन्ने भने त अब यहाँको तपाईलाई यो हेर्नुस् अब बेस थिकनेस बेस अफसेट स्लोप विड्थ भन्नेमा त हामीलाई के कन्फ्युजन हुन्छ अब भनेपछि अब हामी लाइन ड्रेनमा गएर अब अलिकति चेन्जेस गर्छु है म यहाँ अलिकति किन भन्दा यसको चाहिँ अलिकति अन्डुलेसन बनाउँछु के म किन मिल्दैन के हुन्छ भन्ने कुरा सबैभन्दा फर्स्टमा मैले तलको ड्रेन बेड भनेको छ नि यो हजुर जस्तो यहाँ चाहिँ ड्रेन बेड भनेको छ ड्रेन बेडको स्लोप चेन्ज कुन बेला हुन्छ ड्रेन बेडको स्लोप यदि हामीलाई स्लोपकै नेचरमा चाहिएको छ तर अहिले हाम्रो यदि स्ट्रेट भयो भने 0 भयो हैन हामीलाई स्ट्रेट चाहिएको छ भने 0 भयो यदि तपाईले स्लोप चेन्ज गर्नु हो भने के हुन्छ यो स्लोप चेन्ज हुन्छ जस्तो हेर्नुस् न मैले 0.15 बनाए भने हेर्नुस् त के हुन्छ चेन्ज भयो हैन तपाईले यसरी इन्डिभिजुअली सबै डाइमेन्सनलाई चेन्ज गरेर हेर्न पनि सक्नुहुन्छ यदि बुझिएन भने है ल हेर्नुस् अहिले मैले 0 बनाए विड्थ कति छ
यो 1.5 यो पोइन्टसम्म 1.5 भनेको हैन। यो ड्रेन प्लेसमेन्ट भनेको चाहिँ हामीले ड्रेन प्लेसमेन्ट गरिसके पछाडि कुनै पनि एउटा जुन क्यारेज वेको एन्डबाट चाहिँ हामीलाई कति अफसेट हरिजन्टल कति अफसेट भर्टिकल भनेको हरिजन्टल भनेको एक्स मा प्लस माइनस भर्टिकल भनेको वाइ मा प्लस माइनस कतिले अफसेट गर्ने। जस्तो मैले तपाईलाई अफसेटको कुरा पनि भनेको थिएँ नि, तपाईले अब अटोक्याड फ्रिक्वेन्टली चलाइरहनु पनि भएको छ। अफसेट भनेको के हो भन्ने कुरा पनि थाहा छ। हामीले अफसेट कमान्ड जसरी युज गर्छौँ सिम्पली त्यही अप्सन हो। एउटा लाइनको रेस्पेक्टबाट चाहिँ कति अफसेट एक्स कति अफसेट वाइ। एक्स भन्यो भने हरिजन्टल, वाइ भन्यो भने भर्टिकल है। अनि ड्रेन टप बेड भनेको छ। ड्रेन टप बेड भनेको कुन हो? माथिको सर यो टप यो भ्यालुलाई पनि हामीले विड्थ 0.5 छ। अब तपाईको रिक्वायर्ड विड्थ अनुसार चेन्ज गर्नु पर्यो भने यहाँ चेन्ज गर्नु पर्यो। अब फाउन्डेसन लेयर भनेको अघि मैले तपाईलाई स्ट्रक्चर फाउन्डेसन लेयर भनेको थिएँ नि, हजुर यही नै हो। जस्तो मैले यहाँ अहिले चाहिँ फाउन्डेसन लेयरलाई मैले ट्रु गरेँ भने अब मलाई यो भन्दा तल स्टोन सोलिङ र पिसिसी भन्ने फाउन्डेसन लेयर एड गर्नु पर्यो भने मैले दुईटा लेयर एड गरेँ। दुईटा लेयरमा तलको लेयर भनेको स्टोन सोलिङ भने मैले स्टोन जस्तो यहाँ आयो नि। अब यतापट्टिको लेयरमा चाहिँ लेयर नेम भनेको छ स्टोन सोलिङ। यतापट्टि गएर मैले के गर्ने स्टोन सोलिङ भने 10 सेन्टिमिटर। अब थिकनेस कति हुन्छ स्टोन सोलिङको? सर 10 सेन्टिमिटर हुन्छ कि 10 mm हुन्छ कि कति? 10 सेन्टिमिटर 1 सेन्टिमिटर 15 हैन ल 0.15 मिटर भने मैले यो भने। अब त्यसपछि अर्को माथिको लेयर के हुने भयो? पिसिसी भने ल। पिसिसी मैले कति गरे? 0.05 यही त मैले भने 5 mm को मैले दिए भने चाहिँ अब यसलाई मैले के गरेँ ओके गरेँ भने के गर्नु हेर्नुस् है स्टोन सोलिङ यति थिकनेस दियो। यहाँ लेभलिङ चाहिँ दिदैन, यहाँ लेभलिङ चाहिँ दिदैन है यसको चाहिँ। किन अब यसको कहाँ हुन्छ भन्दाखेरि अब हामीले अटोक्याडमा गएर चाहिँ यसलाई एक्सपोर्ट गरेर उतातिर बनायो भने त्यहाँ चाहिँ हामीले चेन्जेस गर्न सकिन्छ भने। अब जस्तो यसको लेयरलाई हेर्नुस् त मैले फाउन्डेसन लेयर चुज गरिसकेको थिएँ, फेरि फल्स आयो। तर मलाई यसको डाइमेन्सन चेन्ज गर्नु पर्यो या यसको लेभलिङ नै चेन्ज गर्नु पर्यो भने हामी फेरि त्यति बेला कहाँ जाने? लेयरमै गएर चाहिँ फेरि यो फल्सलाई चाहिँ डबल क्लिक गरियो भने हेर्नुस् त यहाँ पिसिसी र स्टोन सोलिङ भनेर आयो। अब यसमा कहिले तपाईँको 3टा लेयर थपिँदा या 4टा लेयर भएला हैन, त्यति बेला डिलिट गर्नु पर्यो नि, इन्डिभिजुअल डिलिट लेयर गर्नु पर्यो हैन। चेन्जेस गर्नु पर्यो भने यसमा क्लिक गरेर चाहिँ यो प्रपर्टी दिनु पर्यो, लेयरको नाम र लेयरको थिकनेस दिनु पर्यो। बुझिन्छ? अब यति भइसकेपछि हेर्नुस् यहाँ हिल साइड हाइट भनेको छ। यतापट्टिको हिल साइड हाइट भयो हैन। हिल साइड हाइटमा हाइट र स्लोप 0 भइहाल्यो, हाइट यही भइहाल्यो। अनि त्यसपछि हिल साइड इनरमा यो इनर हाइट भयो, स्लोप पनि 0 छ। र त्यसपछि हिल साइड इनर भयो। हिल साइड टप भनेको कुन हो? यो टप भइहाल्यो, कति राख्ने भन्ने कुरा। अब तपाईले यो हेर्दै जानु छ भने यो हाइट हैन, यसको डाइमेन्सनको यति भ्यालु र यो जोड्नु पर्यो भने कति हुनुपर्छ? त्यो ड्रेनको बटम विड्थ 1.5 सम्म बराबर हुनुपर्छ है। जस्तो मिलेन भने चाहिँ तपाईको के हुन्छ भन्दाखेरि बिग्रिन्छ। जस्तो मैले यहाँ बटम जस्तो मैले यसमा चाहिँ तपाईको कुनै एउटा यो भ्यालुलाई चेन्ज गरिदिन्छु है त। मैले चाहिँ रोड साइड हिल साइड इनर टप र हिल साइड टप छ नि यो हजुर। यसलाई मैले 0.5 बनाइदिए भने के हुन्छ? के भइदियो? यस्तो हुनु भएन। यस्तो भयो भने तपाईको प्लेसमेन्ट नै बिग्रिन्छ। जस्तो यतिसम्मको ड्रेन कस्टमाइज गर्नुभयो र यसलाई सेभ गर्नुभयो अनि उतापट्टि यही ड्रेनलाई चाहिँ क्रस सेक्सनमा लगेर राख्नुहुन्छ भने त्यति बेला के हुन्छ? यो मिल्दैन। किन भन्दाखेरि यो पोइन्ट चाहिँ तपाईको रोड एजमा पर्दिन्छ। किन? यो त रोड एज हो नि त, रोड साइड हो नि त। र यति पार्ट चाहिँ एक्स्ट्रा आइदिन्छ कि। बुझ्नुभयो? हजुर। साइड टपमा मेरो कति थियो? 0.4 थियो लाग्यो। भनेपछि यसरी के हुनुपर्छ? यो
यो पोजिसनिङ मिल्नुपर्छ, यदि भएन भने तपाईँको स्ट्रक्चरको प्लेसमेन्ट नै मिस्टेक हुन्छ। ल अब रोड साइड इनर भयो, रोड साइड टप पनि भयो भनेपछि यति डाइमेन्सनहरू यदि तपाईँलाई चेन्जेस गर्नु पर्यो र तपाईँको रिक्वायर्ड सेप अनुसार चाहिँ मिलाउनु पर्यो भने हामीले यहाँबाट यसरी एडिट गर्न सकिन्छ। सकिन्छ अब अनि सर त्यो ह्याचिङ यसमा गर्न मिल्दैन सर? ह्याचिङ यहाँ मिल्दैन। ह्याचिङ भनेको तपाईँको प्लानमा चाहिँ मात्रै मिल्छ। ए सर, प्लानमा चाहिँ तपाईँको कुनै पनि स्ट्रक्चर बनाउनु भने मिल्छ, नभए यसमा चाहिँ तपाईँको ह्याचिङको पार्ट चाहिँ मिल्दैन है। ल अब यसपछि म एउटा अब रिटेनिङ स्ट्रक्चर बनाउँछु है, र बाँकी तपाईँले बनाउनुहोस् है। युज गर्ने बेलामा चाहिँ मैले चाहिँ अब यही डिफल्टको युज गरिदिन्छु मैले, तर तपाईँहरूले सबै बनाउनुहोस् र सबै चाहिँ त्यही अनुसारले प्लेसमेन्ट गर्नुपर्ने हुन्छ। अनि त्यसपछि बल्ल तपाईँको कन्फ्युजनहरू के भयो भन्ने कुराहरू अनि मलाई भन्नुहोस् है भोलि। अब म एउटा स्ट्रक्चर बनाउँछु आज, अनि त्यो स्ट्रक्चर बनाइसकेपछि अनि आजलाई हामी त्यति नै गर्छौँ। अब जस्तो हेर्नुहोस् यहाँ रिटेनिङ वाल भन्ने हो। जस्तो रिटेनिङ वालमा मैले तपाईँलाई डिफल्ट स्ट्रक्चर एडिट हुँदैन भनेको थिएँ नि। जस्तो मैले यहाँ क्लिक गरेर डु वान डु सेप चेन्जेस भनेर चाहिँ मैले यसलाई यस गरिदिएँ ल भने अब तपाईँको यो फाइल सेभ भएर बस्यो। अब म रिटेनिङमा गएर चाहिँ यो डिफल्टमा गएर मैले यो भ्यालु चेन्ज गर्न पाउँदैन कि यो 4 भनेर बनायो भने नि यु कान्ट युज डिफल्ट स्ट्रक्चर भन्छ है। यो कहिलेकाहीँ चाहिँ तपाईँले यही एडिट गरिदिनुहुन्छ अनि किन भएन भन्नुहुन्छ। डिफल्ट स्ट्रक्चर भन्दा बाहेक अरू स्ट्रक्चरलाई चाहिँ हामीले एडिट गर्न मिल्छ। डिफल्ट स्ट्रक्चर कुनै पनि डिफल्ट स्ट्रक्चर एडिट गर्न मिल्दैन। ल अब मैले हेर्नुहोस् यहाँ यसरी हेर्नुहुन्छ भने डिफ्रेन्ट सेप छ। जस्तो तपाईँलाई दुईवटा इन्क्लिनेसनको पार्टलाई मोडिफिकेसन गर्नु पर्यो भने यो होइन, इन्डिभिजुअल तपाईँले सबै हेर्नुहोस् है के फरक छ भन्ने कुरा यहाँबाट पनि थाहा पाउन सकिन्छ, यहीँबाट थाहा पाउन सकिन्छ है। हेर्नुहोस् त फरक छ नि। यहाँ कुनै दुईवटा साइडमा स्लोप छ, कुनै एउटा साइडमा छ होइन। त्यो अनुसारको तपाईँलाई चाहियो भने चाहिँ तपाईँले यहाँबाट चाहिँ के गर्न सक्नुहुन्छ, चेन्ज गर्न सक्नुहुन्छ। अब मैले एउटा यो मेसोनरी रिटेनिङ वाल 10 मिटर हाइट, यो 10 मिटर भने यो 10 एम भने कपी गरेको रहेछ। जसमा चाहिँ हेर्नुहोस् यहाँ यो तलको के रहेछ, अब फाउन्डेसन लेयर रहेछ। यो फाउन्डेसन लेयरलाई चेन्ज गर्नु पर्यो भने मैले कसरी गर्ने भन्ने मैले भने जस्तो यहाँ चाहिँ तपाईँको 2-3टा लेयर छन् नि। यो 2-3टा लेयरलाई चाहिँ मलाई चाहिएन मलाई भने त्यति बेला मैले के गर्नु पर्यो, फाउन्डेसन लेयरमा जानु, फर्स्ट डबल क्लिक। अब यहाँबाट पनि हामीले के गर्न सक्यो, चेन्ज गर्न सक्यो। अब अहिले यो भ्यालुलाई लिनुहुन्छ भने जस्तो यो हाइट 3 मिटर हुँदाखेरि नि बेस विड्थ 1.8 मिटर छ। यो कुन रेसियो छ, यसको रेसियो के हो मलाई भन्नुहोस् त। हाइट र विड्थको रेसियो मलाई निकालेर भन्नुहोस् त। 0.6 एच। मैले यो भन्न खोजेको जस्तो ल हेर्नुहोस् है। भनेको हाम्रो के हुन्छ भन्दाखेरि 0.6 टाइम्स अफ एच हुने रहेछ हाम्रो बी हो। हाम्रो थम्ब रुलमा के छ 0.5 to 0.6 भनेको छ नि। तपाईँले फाउन्डेसन पढ्दाखेरि पनि के छ भन्दाखेरि हाम्रो थम्ब रुल त्यतिसम्मको हुनुपर्छ भनेको छ। यदि हाइट चाहिँ कुनै एक्स टाइम्स छ भने चाहिँ त्यसको विड्थ कति हुन्छ, 0.6 टाइम्स अफ एच हुने भयो भनेपछि त्यो प्रोभिजनमा जस्तो हेर्नुहोस् यहाँ मैले अब चाहिँ हाइटलाई चाहिँ 4 मिटर दिएँ। हेर्नुहोस् यहाँ हाइट 4 मिटर दिए भने बी के हुने रहेछ, 2.4 हुने रहेछ। भनेपछि सफ्टवेयरले के लिने रहेछ भन्दाखेरि 0.6 टाइम्स अफ एच को भ्यालु लिने रहेछ हो। यदि कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दा कन्ट्र्याक्टरले चाहिँ तपाईँले 0.65 टाइम्स चाहिँ लि भनेर भन्यो भने के गर्ने, 0.6 किन तपाईँले चाहिँ अब 0.65 भनेको छ अनि 0.65 बाट 0.6 गर्दैन भयो भन्दा तपाईँको क्रस सेक्सन क्रस स्ट्रक्चरमै तपाईँको क्वान्टिटी के आउँछ, चाहिने भन्दा कम आउँछ, कम हुन्छ नि होइन। भने त्यति बेला चाहिँ तपाईँले के गर्नु पर्यो भन्दाखेरि क्यालकुलेसन गरेर जति भ्यालु आउँछ त्यति भ्यालु चाहिँ विड्थमा चेन्ज गरिदिनु पर्छ, हाइट र विड्थ। अहिले त हाइट चेन्ज गर्ने बित्तिकै विड्थ भयो, किन 0.6 कै रेसियो राख्नु पर्यो भने त केही चेन्ज गर्नु परेन, हाइटमा त चेन्ज गर्दै भयो। तर
यदि तपाईँको 0.65 को फ्याक्टर लिनु पर्यो हाइटको भने त्यति बेला जस्तो हेर्नुहोस् यहाँ 4 ले 0.65 गर्यो भने कति हुन्छ 2.6 हो भनेको अब यहाँ हामीले 2.4 लाई के गर्नु पर्यो 2.6 लिनु पर्यो है यसरी यो कुरो एकदमै बुझ्नु पर्यो है यो भ्यालु चेन्ज गर्दाखेरि अरू भ्यालुमा कस्तो इफेक्ट पर्छ भन्ने कुरा तपाईँले एकदमै हेर्नु सबैमा हेर्नुहोस् अनि बल्ल जान्नुहुन्छ नभए त तपाईँले अब यहाँ मात्र अलिकति हेर्दाखेरि बुझे जस्तो लाग्छ अनि गर्दै जानु भने तपाईँको प्रब्लम आउँछ त्यो भएको भएर चाहिँ त्यो सबै कुराहरू तपाईँले के गर्नु पर्यो हेर्नु पर्यो अब यसै गरी चाहिँ तपाईँले अब अरू अप्सनमा गएर चाहिँ हैन स्लोपको भ्यालुहरू चेन्ज गर्न सक्नुहुन्छ हाइटको कुराहरू भयो हैन अब यसमा तपाईँलाई अफसेट युजहरू गर्नु पर्यो भने पनि कसरी चेन्ज गर्ने भन्ने कुराहरू सबै कुराहरू तपाईँले हेर्नुहोस् है अब बुझिन्छ आजसम्मको पार्टमा बुझिन्छ हिजो भन्दा अलिकति हामी अहिले धेरै गयौँ होला है जस्तो स्ट्रक्चरको पार्टमा कस्टमाइजेसनको पार्टमा हिजोसम्म अलि सिम्पल थियो आज पनि अब त्यस्तो धेरै गाह्रो त होइन तर अलिकति स्ट्रक्चरको मोडिफिकेसन स्ट्रक्चरको प्लेसमेन्ट कहाँ गर्ने हैन कुन ठाउँमा स्ट्रक्चर हुन्छ भन्ने कुराहरू चाहिँ आजको क्लासमा हामीले हेर्यो अब भोलि हामी के गर्छौँ भन्दाखेरि सबै स्ट्रक्चरहरू प्लेसमेन्ट गर्छौँ हैन अनि सबै स्ट्रक्चरहरू प्लेसमेन्ट गरिसकेपछि हामी पेमेन्टको कुराहरू पनि राख्छौँ हैन अनि हाम्रो भोलि 4th डे हुन्छ है कि 5th डे हुन्छ अनि 5th डेमा हामी अलमोस्ट डिजाइनिङको पार्टहरू सक्छौँ र लास्ट डेमा हामी रिपोर्टिङको कुराहरू गर्छौँ है लास्ट डेमा हामी रिपोर्टिङको कुराहरू गर्छौँ रिपोर्टमा चाहिँ जस्तो के कुराहरू हुन्छन् अनिखेर कस्ट इस्टिमेटको कुराहरू भयो ती कुराहरू चाहिँ हामीले गर्छौँ र त्यसपछि चाहिँ हामीले एन्ड गर्छौँ एउटा स्याम्पल डिपिआर रिपोर्ट चाहिँ कसरी बनाउन सकिन्छ भन्ने तपाईँलाई मैले एउटा स्याम्पल पनि म पठाइदिन्छु र त्यस अनुसार चाहिँ तपाईँले काम गर्न सक्नुहुन्छ है आजसम्मको पार्टमा केही कन्फ्युजन छ भने अलिकति गरम डिस्कसन नभए भोलि चाहिँ तपाईँले अब क्वेसन चाहिँ आज जस्तो चाहिँ चुप्पो लगाएर बस्न चाहिँ पाइएन है आज जस्तो चुप्पो लगाएर बस्न पाइएन त्यति बेला तपाईँले के गर्नु पर्यो भन्दाखेरि क्वेसनहरू सकेसम्म त्यसको लागि तपाईँले प्र्याक्टिस नै गर्नुपर्ने हुन्छ अनि हाम्रो जुन चन्द्रनारायण सरको चाहिँ जुन अघिको इरर भएको छ नि हिजो त्यसलाई चाहिँ अब त्यसरी ओभरकम गर्नुहोस् अनि त्यसपछि यतिसम्मको पार्टलाई चाहिँ गर्नुहोस् है तपाईँले पनि अनि हाम्रो एउटा सर त जानुभएछ उहाँहरूले पनि अब त्यतिसम्मको काम गरेर चाहिँ गर्नु पर्यो के छ चिन्नु भएको छ उहाँलाई एउटा सरलाई कुन सरलाई सर यहाँ अहिले फेरि एउटा सर हुनुहुन्न रहेछ नि हाम्रो कार्की सर चिन्ने छैन सर त्यो हो भने पनि अब उहाँले अब भिडियो रेकर्डिङ पनि पाउनुहुन्छ होइन सायद अब सुन्नुहुन्छ होला अनि गर्नुहुन्छ होला है तपाईँहरूले पनि यतिसम्मको काममा चाहिँ एकदम फ्लुएन्सी हुनु पर्यो है किन भन्दाखेरि प्रोजेक्ट गर्दाखेरि कन्फ्युजन भयो भने त छँदैछौँ हामी होइन तर कति कुराहरू जान्नुपर्ने कुराहरू हुन्छन् त्यो कुराहरू चाहिँ तपाईँले जान्नै पर्ने हुन्छ कि यतिसम्मको काम गर्नुहोस् आजलाई हामीले यति गरौँ भोलि हामी फेरि 7 बजे भेट्छौँ है गुड डे हामी भोलि भेटौँ है सर